ल ओके, सो हाम्रो रेकर्डिङ पनि स्टार्ट भएको छ। हामी सेसन स्टार्ट गर्छौँ है त। सो विल स्टार्ट बाई सेक्योर गोइङ इन्टु द टपिक होइन, हाम्रो मोड्युल 3 जसमा हामी सेक्योरिङ एक्सेसको बारेमा हेर्छौँ। सो एक्सेस म्यानेजमेन्ट कसरी गर्ने त क्लाउडमा भन्ने कुरा हेर्छौँ है। सो यो मोड्युलमा चाहिँ हामी के हेर्छौँ, सेक्युरिटी प्रिन्सिपल हाम्रो एडब्लुएस क्लाउडको। यो कुरा चाहिँ हामीलाई भोलि पर्सि जहिले पनि युज गर्नुहुन्छ नि यो क्लाउडमा होइन, के कुराहरू गर्नुहुन्छ, रिसोर्स युज गर्नु होला, वान अफ द मोस्ट इम्पोर्टेन्ट थिङ आउँछ। त त्यही भएर यो कुराहरू सुरुतिर राखेको छ मोड्युलहरूमा है। सो सेक्युरिटी प्रिन्सिपल कस्तो हुँदो रहेछ एडब्लुएसमा, कस्तो प्रिन्सिपल फलो गर्नुपर्ने रहेछ त होइन। हाम्रो अनि एडब्लुएसको आइएएम भन्ने एउटा सर्भिस छ, त्यो के रहेछ, त्यसको कम्पोनेन्ट के रहेछ, त्यो सबै कुराहरू हेर्छौँ होइन। अनि आइएम पोलिसिजहरूको बारेमा होइन, आइएम कस्तो पोलिसी भने के हो, एकाउन्ट भने के हो, त्यो कुराहरू हामी विल बी होइन डिस्कसिङ अबाउट देम है। सो यसमा एउटा ल्याब पनि आउँछ है, यो हाम्रो एडब्लुएस आइडेन्टिटी एन्ड एक्सेस म्यानेजमेन्ट। अनि त्यो ल्याबको एक्सेस चाहिँ हाम्रो आजसम्म बन्छ। सो मेबी भोलि बिहानसम्म पाउनुहुन्छ होला होइन त्यो इमेलमा। त्यसको बारेमा पनि पछि म लास्टतिर गएर कुरा गर्छु है, कस्तो ल्याब हुँदो रहेछ, के हुँदो रहेछ, कसरी चलाउने, सेटअप कसरी गर्ने भन्ने कुराहरू हामी लास्टतिर थोरै गर्छौँ है। सो ल्याबको लागि चिन्ता गर्नु पर्दैन है। सो त्यो कसरी बन्ने के गर्ने कुरा हामी डिस्कस गर्छौँ है लास्टतिर। ओके, सो सेक्युरिटी प्रिन्सिपल यो स्क्रिनमा सेयर भइरहेछ नि है, स्लाइडहरू चेन्ज भइरहेछ छ भाइ। छ है। ल सो सेक्युरिटी प्रिन्सिपल त्यो भने कस्तो टाइपको हाम्रो सेक्युरिटीहरू फलो गर्नुपर्छ त, सर्टेन प्रिन्सिपल त होला नि है। एडब्लुएसमा पनि सर्टेन प्रिन्सिपल्सहरू हुन्छ। सो फर्स्टली पहिला के हेर्नु पर्यो भने सेयर्ड रेस्पोन्सिबिलिटी मोडललाई, सेक्युरिटीलाई हेर्नुहुन्छ भने सर्टेन कुरा विल बी द होइन रेस्पोन्सिबिलिटी अफ एडब्लुएस, सर्टेन विल बी द रेस्पोन्सिबिलिटी अफ कस्टमर। ल अब एडब्लुएसको डाटा सेन्टरमा भएको सर्भरहरू हेर्ने म्यानेज गर्ने काम एडब्लुएसको हुन्छ कि हाम्रो हुन्छ? हुन्छ होला एडब्लुएस है प्रशान्तजी। सो एडब्लुएसमा भएको डाटा सेन्टर हुन्छ, त्यसलाई सेक्युरिटी दिने, त्यसलाई फिङ्गर प्रिन्टिङ गर्ने हुन्छ कि क्यामेरा हाल्ने हुन्छ कि जे हुन्छ नि, त्यो सबै कसले हेर्छ त एडब्लुएसले हेर्छ नि। बट हाम्रो एउटा स्टोरेज सर्भरमा कसलाई एक्सेस दिने नदिने भन्ने कुरा चाहिँ कसको होला अब यो रेस्पोन्सिबिलिटी, सर्भर या कुनै रिसोर्समा? सर्भर एडमिनको। अर भनेको युजर अर कस्टमरको हो नि होइन हजुर हो नि त। त्यो एडब्लुएसले त टुल्सहरू दिन्छ, मल्टिपल टुल्सहरू, मल्टिपल वेजहरू हामीलाई यो सेक्युरिटीको लागि होइन, सेक्योर बनाउनलाई दिन्छ हाम्रो रिसोर्सहरूमा। तर युज गर्ने कि नगर्ने, कसरी युज गर्ने भन्ने कुरा हाम्रो हुन्छ है। यो सेयर रेस्पोन्सिबिलिटी मोडलले त्यही भन्न खोजेको है। सो यहाँ भएको हाम्रो हेर्नु न, कस्टमरको डाटा एडब्लुएसले हेर्छ त? अभियसली हेर्दैन नि। उसले त कुनै रिसोर्स दिन्छ, कुनै सर्भिस दिन्छ जसमा यो डाटा गएर हाल्नु, इन्क्रिप्ट गर्नु भनेर, बट गर्ने कि नगर्ने हाम्रो हातमा छ है। त्यस्तै मल्टिपल सर्भिसेसहरू हुन्छ होइन, मल्टिपल यो फायरवालदेखि लिएर सिक्युरिटी टुल्सहरू हुन्छ जुन हामीलाई एडब्लुएसले रेडी गरेर दिए हुन्छ, बट युज गर्ने कि नगर्ने रेस्पोन्सिबिलिटी विल बी अफ द कस्टमर और हाम्रो हुन्छ अब है। सिमिलरली एडब्लुएसको रेस्पोन्सिबिलिटी उनीहरूको हार्डवेयर यो भर्चुअलाइजेसन गर्ने कामदेखि लिएर उनीहरूको यो सर्भिसहरू प्रोभाइड गर्ने, सर्भिसेसहरू हेर्ने, फिजिकल हार्डवेयरहरू अरू सफ्टवेयरहरूको जे अपडेट गर्नुपर्छ कति कुराहरू उनीहरूले गरिदिनु पर्ने हुन्छ होइन। सो त्यस्तो कन्डिसनमा चाहिँ एडब्लुएसले हेर्नुपर्छ र अरू कति कन्डिसनमा त हामीले हेर्नुपर्छ है। सो सेयर रेस्पोन्सिबिलिटी मोडलले त्यही भन्न खोजेको, सर्टेन कुराहरू रेस्पोन्सिबल विल बी आइदर एडब्लुएस अर द कस्टमर इट सेल्फ है। सो त्यो भएर चाहिँ यो माइन्डमा राख्नुपर्छ है, कुन कुरा हामीले म्यानेज गर्छौँ, कुन कुरा एडब्लुएसले म्यानेज गर्छ। यो क्लियर छ? क्लियर छ है? सो ओके, सो अगाडि बढ्छु है त म। सो यो कुन पिलरमा आयो और कुन फ्रेमवर्कमा आयो? हाम्रो हिजो यो वर्ड आर्किटेक्चर फ्रेमवर्क पढेको थियो नि, सेक्युरिटीमा आयो नि हो। सो यो हेर्नु त, यसको प्रिन्सिपलहरू के थियो? यो जुन प्रिन्सिपल छ यो एडब्लुएस केही पनि रिसोर्स केही पनि युज केस होला, केही पनि सोल्युसन बनाउन खोज्नुहुन्छ भने यु विल बी फलोइङ दिज के यस्तो कुराहरू चाहिँ फलो गर्नु भनेर प्रिन्सिपलहरू दिएको। इम्प्लिमेन्ट अ स्ट्रङ आइडेन्टिटी फाउन्डेसन, यो भने के थियो? इम्प्लिमेन्ट अ स्ट्रङ आइडेन्टिटी फाउन्डेसन, यो भने के थियो? एनीवन? एनीवन?
हामीले हिजो कुरा गरेको थियौँ नि है। सो प्रशान्तजीले आइएम रोल्स भन्नुभएको छ नि। सो एक किसिमको रोल कसको के पोजिसन छ, कसको के काम छ, एउटा एडमिनिस्ट्रेटरको डिफ्रेन्ट आइडेन्टिटी होला कम्पेयर टु एन इन्टर्न होइन। त्यो आइडेन्टिटीको बेसमा अब उसलाई पर्मिसन पाउँछ। एडमिनिस्ट्रेटरले सबै कुरा हेर्न पाउँछ भने इन्टर्नले नपाउला भन्ने एउटा आइडेन्टिटी फाउन्डेसन, त्यस्तो फाउन्डेसन चाहिँ थाहा हुनु पर्यो हामीहरूलाई होइन। प्रोटेक्ट डाटा इन ट्रान्जिट एन्ड एट रेस्ट, यो भने के थियो अरे? सेकेन्ड प्रिन्सिपलले के भनिरहेको छ हामीलाई? डेटाहरू इन्क्रिप्ट गर्ने। हो, इन्क्रिप्ट गर्ने है। इन्क्रिप्ट अप्सन दिन्छ, युज गर्ने कि नगर्ने हाम्रो हातमा छ। युज गर्नु भन्छ एडब्ल्युएसले। एप्लाई सिक्युरिटी एट अल लेयर्स, हरेक लेयरमा सिक्युरिटी हाल्ने। हाम्रो घरहरूमा बाहिर मेन गेट होला, त्यसपछि घरको अर्को मेन ढोका होला, त्यसभित्र रुमभित्र आफ्नो ढोकामा ताल्छ अरू लक होला अरे। यो के गर्यो त एक एक लेभलको सिक्युरिटी हाले जस्तै अब हाम्रो रिसोर्सहरूमा डिफ्रेन्ट लेभल अफ सिक्युरिटी होला। पासवर्ड हुनसक्छ होइन, फायरवालहरू हुनसक्छ। युज देम भन्छ है डिजाइन गर्दाखेरि केही पनि कुराहरू होइन। किप पिपल अवे फ्रम डाटा, यो भने के हो त त्यसो भए? किप पिपल अवे फ्रम डाटा, किप पिपल अवे फ्रम डाटा भने हामीले चाहिँदैन भने अरूलाई एक्सेस नदिनु त्यो डाटाको। वाइ डाटा होइन हाम्रो अब सेन्सिटिभ हुनसक्छ, अरूलाई सेयर गर्न नमिल्ने हुनसक्छ। सो किप द पिपल अवे फ्रम स्पेसली अनअथराइज पिपलहरू। मेन्टेन ट्रेसेबिलिटी, अब ट्रेस गर्न सक्नु पर्यो। केही भइहाल्यो भने अरू कसैले के चलाएको थियो, रिसोर्सहरू कति बजी चलाएको थियो, कहाँबाट चलाएको थियो, त्यो सबै कुराहरू पत्ता लगाउनु पर्यो। द्याट विल बी वान अफ यर टास्क है। एडब्ल्युएसमा अरू कुनै क्लाउडमा काम गरिरहनु भएको छ भने पनि त्यस्तो सल्युसन्सहरू दिन्छ, त्यो युज गर्ने। अब प्रिपेयर फर सिक्युरिटी इभेन्ट्स, ल यो भने के हो? ब्याकअपहरू राख्ने जस्ट इन केस सर्भर ह्याक भयो, or in that case what is the alternative, risk management जस्तो something like that। हजुर है, एक्ज्याक्टली। सो इभेन्ट हुन सक्छ कि 100% सिक्योर नहोला, सर्टेन रिस्क आउन सक्छ। त्यसको कन्डिसनमा के होला? एउटा त भन्दा जस्तै अट्याक भयो अरे, मेबी त्यसको लागि त्यो अट्याक हुनेभन्दा अगाडि मैले के राख्छु त एउटा फायरवाल राखिदिएँ अरे, अर मैले त्यसको ब्याकअपहरू अरू सिस्टमहरू बनाएँ अरे, अर डिफ्रेन्ट कुरा हुनसक्छ। सो इभेन्टहरू यस्तो सिक्युरिटी इभेन्ट हुन्छ भने त्यसलाई हामीले कसरी प्रिभेन्ट गर्न सक्छौँ अरू मिटिगेट गर्न सक्छौँ भनेर सर्टेन प्रिपेरेसनहरू गर्नु पर्यो है। चाहे त्यसको लागि सिक्युरिटी सर्भिसेसहरू अर फिचर्सहरू युज गर्ने हुन्छ कि लग्सहरू बनाएर हुन्छ कि, त्यस्तो डिफ्रेन्ट सर्भिस त्यसको हिसाबले गर्न सकिन्छ। र लास्टली अटोमेट सिक्युरिटी बेस्ट प्र्याक्टिसेस, सकिन्छ भने अटोमेट गर्नु। तपाईँले म्यानुअली केही कुराहरू चेन्ज नगरिरहनु परोस् अरू म्यानेज नगरिरहनु परोस्, किनभने म्यानुअली गर्न इररको चान्स हाई हुन्छ कम्पेयर टु एकचोटि अटोमेट गरिसकेपछि सेम कुरा जतिचोटि पनि रन गर्न सकिन्छ। सो सकिन्छ भने त्यस्तो अटोमेट गर्नु बेस्ट प्र्याक्टिसेसहरू है। ल सो यो यहाँ के देखाइरहेछ? यो फिगर हामी हेरिरहेछौँ नि है, युजर पर्मिसन टु एक्सेस रिसोर्सेस। सो यसले के भनिरहेछ? जस्तै हामीले S3 मा फाइल्सहरू स्टोर गर्छौँ, इमेजेसहरू स्टोर गर्छौँ, सायद त्यो रिड गर्ने एक्सेस चाहिँ छ, बट डेटाबेसमा चाहिँ there's no access read to read write। हजुर हजुर है। सो तपाईँहरूले भने एक्ज्याक्टली कि अब उसको युज केस के होला त? बकेट भनेको S3 भनेको स्टोरेज हो है। सो यो दुईवटा बकेटमा चाहिँ एउटामा चाहिँ सबै कुरा एक्सेस गर्न दिने होइन, रिड राइट पुट जे कपी गर्नु चाहिँ गर्न दिने। यसमा जस्ट सेकेन्ड बकेटमा के दिने? रिड मात्रै गर्न दिने। वाइ? यसमा अलिक सेन्सिटिभ कुरा छ, यसलाई कपी अर डिलिटहरू यस्तो केही गर्न नदियोस्, मोडिफाई गर्न नदियोस् भनेर जस्ट हेर्न दिने। यो उसको पर्सनल बकेट थियो, उसले आफ्नो जे पनि गर्न पायो अरे। डाटाबेस भनेको झन् सेन्सिटिभ कुराहरू छ, उसलाई यो कुराको त हेर्नै नदिने। मेबी ऊ इन्टर्न थियो अरे है। सो उसलाई यस्तो डाटाबेसमा सेन्सिटिभ कुरा हुन्छ, उसलाई त्यो नदिने क्या हाल्नलाई। सो यसले के गरिदियो त? रोक्यो यस्तो सेन्सिटिभ कुराहरूमा एक्सेस गर्नलाई। अरू कुराहरूमा फुल एलाउ अर रिड अन्ली एलाउ गर्यो। डिफ्रेन्ट रिसोर्स हुनसक्छ नि त, एउटा मात्रै स्टोरेज नहोला, 10वटा स्टोरेज होला अरे। कुनैमा फुल एक्सेस दिउँला, कुनैमा खालि हेर्ने मात्रै एक्सेस दिउँ, कुनैमा केही पनि एक्सेस नदिउँला अरे है। सो त्यो भएपछि के भयो त? अब हामीले अब यसरी हामीले के गर्न सक्छौँ त? अब यसलाई म्यानिपुलेट गर्न सक्छौँ पर्मिसनको थ्रु युजर्सहरूलाई के दिने के नदिने भनेर। त्यो आइएम पोलिसीले भन्छ र यो कुरा हामी अहिले एकछिनमा डिस्कस गर्छौँ है। सो यो भनेको एउटा डकुमेन्ट जस्तो हो, डकुमेन्ट लेख्छौँ, त्यसमा अनि के दिने के नदिने भन्ने कुरा लेख्ने हो है। ओके,
सो प्रिन्सिपल अफ लिस्ट प्रिभिलेज मैले हिजो कुरा गरेको थिएँ नि यसको बारेमा कसैले भन्न सक्नुहुन्छ के रहेछ प्रिन्सिपल अफ लिस्ट प्रिभिलेज भने जुन युजरलाई जति एक्सेस चाहिएको हो त्यति मात्र दिने हजुर सो लिमिटेड एक्सेस और जसलाई त्यो टास्क सकेमा जति पर्मिसन चाहिन्छ त्यति मात्र दिने कि त्योभन्दा बढी नदिने दिनु पर्यो भने माग्छ उसले अनि बल्ल प्रोभाइड गर्ने नत्र भए नदिने है सो यसले के भनिरहेको छ त्यो फिगरले के भनिरहेको छ त्यसो भए जस्तै figure ले- मार्केटिङको हजुर। पर्सनलाई जस्ट गिभिङ द एक्सेस टु रिड S3 बकेट एउटामा अनि नट गिभिङ एक्सेस टु अर्को S3 बकेटमा एक्सेस दिइरहेन बट एडमिनिस्ट्रेटरलाई त फुल एक्सेस चाहिन्छ सो आइएम पोलिसी अनुसार एडमिनिस्ट्रेटरलाई चाहिँ फुल पोलिसी छ बट मार्केटिङको पर्सनलाई देयर इज नो फुल पर्मिसन हजुर है सो अब के भयो त यहाँ उसको के रोल छ और उसको के निड्स त्यसको आधारमा पर्मिसन दिन्छ मार्केटिङलाई एउटा बकेटमा उसको मार्केटिङको मेटेरियलहरू छ अरे त्यो हेरेर उसले अब केही प्लान बनाउला केही बनाउला होइन सो त्यस्तोहरू बनाउनलाई उसलाई रिड ओन्लीले पुग्छ भने वाइ गिभ देम राइट अर अरू कुराहरू पर्मिसन नदिने र यो अर्को सेकेन्ड बकेटमा त झन् एकदम सेन्सिटिभ कुरा छ जुनसँग उसको रिलेसन छैन उसलाई युज पनि गर्नु पर्दैन किन दिने त त्यो पर्मिसन नदिने हामी त्यस्तोलाई पर्मिसन एडमिनिस्ट्रेटरलाई जेनरली सबै कुराको अलाउ हुन्छ सो उसले चाहिँ सबै कुराको एक्सेस पाउँछ मेबी यसमा लग फाइल थियो अरे जुन एडमिनिस्ट्रेटर हेरेर कसले के काम गर्यो भनेर थाहा पाउन सक्छ जुन मार्केटिङलाई युज गर्नुपर्ने हुँदैन उनीहरूको टास्क नै त्यो होइन सो वाइ गिभ देम यो बकेटमा जसमा लग फाइलहरू छ यसमा के छ मार्केटिङ मेटेरियलहरूको लागि कन्टेन्टहरू होला अरे फोटोहरू अरे इमेज जे छ हुनसक्छ त्यो होला अरे त्यसको लागि द्याट्स फाइन रिड ओन्ली गर्यो भने उनीहरूले हेर्न पाउँछन् अरू रिपोर्टहरू छ भने हेर्न पाउँछन् बट हो अब यसमा नदिने यो के गरेको त बेस्ट प्र्याक्टिस उसको निड के थियो जस्ट यसमा हेर्ने के छ त्यसको लागि उसलाई काम चल्छ भने मेरीलाई त्यति मात्र दिए होइन जन एज अ एडमिनिस्ट्रेटर उसलाई फुल एक्सेस चाहिन्छ सो उसलाई सबैको एक्सेस दिए हो उसको टास्क नै त्यही हो सो त्यो भएर प्रिन्सिपल अफ लिस्ट प्रिभिलेजले भनेको ग्रान्ट ओन्ली पर्मिसन द्याट आर रिक्वायर्ड टु पर्फर्म अ टास्क एउटा कुनै काम गर्नलाई जति मिनिमम पर्मिसन चाहिन्छ त्योभन्दा बढी नदिने होइन त्यति नै स्टार्ट गरिदिने पछि चाहियो भने दिने बरु त यो क्लियर भयो प्रिन्सिपल अफ लिस्ट प्रिभिलेज भने ओके सो इन्क्रिप्सन सबैले डे टु डे लाइफमा युज नै गर्नु भएको छ कुनै पनि वेबसाइट खोल्नुहुन्छ नि हाम्रो HTTPS नै हुन्छ नि होइन भएन भने त्यहाँ एरर फाल्छ ब्राउजरहरूले अरू वार्निङहरू दिन्छ सो यहाँ पनि तपाईँहरूले सकेसम्म HTTP युजै नगर्ने HTTPS युज गर्ने किनभने कति सर्भिसले HTTPS मात्रै नै HTTP पनि सपोर्ट गर्छ बट HTTP युज गर्नु भनेको त अनसिक्योर हो सो कुनै कुरो अपलोड गरिरहनु भएको छ कतै पठाइरहनु भएको छ भने यु क्यान युज HTTP पनि कति सर्भिसहरूमा तर युज नगर्ने के वाइ त्यसले सिक्युरिटी वाइज त त्यो अलि रिस्क हुन्छ नि त सो वाइ नट युज देम होइन सो त्यो कति कुराहरू हामीले त्यहाँ इन्क्रिप्सन युज गर्न मिल्छ मेरो डाटाहरू राख्दाखेरि इन्क्रिप्सन राख्न मिल्छ विन्डोजमा चलाउनु भएको छ भने बिट लकर छ नि हाम्रो होइन हार्डिक्सहरूमा इन्क्रिप्ट गर्नलाई हो त्यसरी इन्क्रिप्ट गर्न मिल्यो नि त तर युज गर्ने कि नगर्ने कसको हातमा भयो युज गर्ने कि नगर्ने हाम्रो हातमा हाम्रो हातमा छ है सो यो कुरा चाहिँ क्लियर हुनुपर्छ है कति कुरा चाहिँ एडब्ल्युएसले हेर्छ कति कुरा हामीले नै हेर्नुपर्छ सो यसले त्यही नै भनेको प्रोटेक्टिङ डाटा एट रेस्ट विथ क्लाइन्ट साइड इन्क्रिप्सन यो क्लाइन्ट साइड इन्क्रिप्सन भनेको के होला एनीवन क्लाइन्टबाट आएको डेटा पनि इन्क्रिप्ट भएर हाम्रो सर्भरमा आउने समथिङ लाइक द्याट मेबी हजुर सो हाम्रो क्लाइन्टको जुन मैले के फाइल अपलोड गरिरहेको छु भने त्यसलाई पहिल्यै म आफ्नो साइडबाट इन्क्रिप्ट गरेर पठाइदिन्छु कि अपलोड गर्ने भन्दा अगाडि नै वाइ मेरो कम्प्लायन्स रिजन होला र मेरो कम्पनीको पोलिसी के होला कुनै फाइल कम्पनीको कतै स्टोर गर्नु छ भने पहिला कम्पनीको प्रोप्राइटरी एल्गोरिदम या यस्तै हुन्छ नि क्रिप्टोग्राफिक होइन यस्तो कुरा एल्गोरिदम युज गरेर चाहिँ त्यसलाई इन्क्रिप्ट गर्नु पर्यो अनि बल्ल कतै पठाउनु मिल्छ सो त्यस्तो कन्डिसनमा के गर्ने त अब कम्पनीले प्रोभाइड गरेको क्रिप्टोग्राफिक हुन्छ कि के एल्गोरिदम हुन्छ त्यसलाई युज गरेर इन्क्रिप्ट गर्ने अनि बल्ल कहाँले त कुनै स्टोरेजमा कुनै क्लाउडमा कतै पठाउनु पर्यो भने पठाउने कि है यो चाहिँ क्लाइन्ट साइड इन्क्रिप्सन त्यसको अब त्यो कुराहरूलाई चाहिँ डाउनलोड गर्नु भने डिक्रिप्ट कसले गर्छ त्यसो भए अब क्लाइन्ट साइडमा डिक्रिप्ट हुनु पर्यो हो सो त्यहाँ है म्यानेजमेन्टको अलिकति काम बढी आउनु थाल्छ है सो यु विल हेभ टु डिक्रिप्ट इट योर सेल्फ होइन सो त्यो कुरा भएर अब कतिखेर युज गर्ने मेबी पोलिसी त्यस्तो छ कम्पनीको भने युज गर्ने नत्र भए के युज गर्दा हुन्छ त सर्भर साइड इन्क्रिप्सन यो भनेको क्लाइन्टले के फाइल हाल्छ सर्भरमा गएर इन्क्रिप्ट भएर बस्छ डाउनलोड गर्छ क्लाइन्टले त्यो फाइल डिक्रिप्ट भएर आउँछ है सो यसरी पनि तपाईँहरूले आफ्नो सर्भिसहरूमा राख्न सक्नुहुन्छ टन्ने सर्भिसहरू यस्तो दिन्छ है बिस्तारै हामी ल्याबहरू गर्दा हजुर
जस्तै क्लाइन्ट साइड भन्दाखेरि त हामीले ब्राउजरको थ्रु नै त गर्ने हो नि त वाट एभर वी डु होइन कि एप्लिकेसन नै होस्टेड छ भने पनि ब्राउजरको थ्रु क्लाइन्ट साइडको थ्रु फ्रन्ट एन्डको थ्रु हुने भयो नि त होइन सो जस्तै इफ समथिङ इज होस्टेड अन आवर एन्ड त्यो चाहिँ हाम्रो एप्लिकेसन फ्रन्ट एन्ड डेभलपरको थ्रु चाहिँ यो इन्क्रिप्सन हुन पर्यो इन्क्रिप्सनको कोड हुन पर्यो हजुर हजुर एक्ज्याक्टली सो अर सर्भरमा पनि पठाउन मिल्छ हामीले केही पनि नगर्ने है यसरी नै पठाउन मिल्यो दुईटा वे छ है क्लाइन्ट साइड अर सर्भर साइड इन्क्रिप्सन सो सिक्युरिटीको रेस्पोन्सिबिलिटी विल बी सेयर्ड बिट्विन एडब्ल्युएस एन्ड कस्टमर कतिजना चाहिँ के हुन्छ भने कस्टमरले होइन के पनि हेर्नु पर्दैन एडब्ल्युएस सबै कुरा हेरिदिन्छ के है सो त्यस्तो चाहिँ होइन सर्टेन रेस्पोन्सिबिलिटी चाहिँ सेयर गर्नै पर्ने हुन्छ है कस्टमर र एडब्ल्युएसको बिचमा र यो प्रिन्सिपल अफ लिस्ट प्रिभिलेज हुन्छ नि एडब्ल्युएस मात्रै जुन पनि क्लाउडमा जानु जहाँ पनि जानु साइबर सिक्युरिटीमा जानु अरू सिक्युरिटीमा जस्ट हेर्नुहुन्छ सबैले युज गरेर हुन्छ तपाईँहरूले डेली युज गरिरहनु भएको छ रियल लाइफमा पनि युज गर्नु नै भएको छ है सो त्यही भएर यो ध्यान दिनुपर्छ है यस्तो कुराहरू चाहिँ अथेन्टिकेटिङ भने के होला अथेन्टिकेसन एन्ड अथराइजेसन भन्छौँ नि वाट डज द्याट मिन हजुर जस्तै इफ यु गोइङ टु अ ब्याङ्क फर विथड्रइङ मनी होइन वी सो आवर आइडी कार्ड मेबी द्याट इज अथेन्टिकेसन लाइक प्रुभिङ द्याट इट्स मी हजुर सो त्यो पनि अनि साइन गर्छौँ नि होइन कति कुराहरू त सो साइनले पनि देखाउँछ नि हाम्रो यो मान्छे हो भनेर होइन सो अब के हुन्छ त यसले के गर्यो त भेरिफाई गर्यो नि त यो मान्छे हो कि होइन भनेर है सो रियल वर्ल्डमा पनि हामी लगइन पासवर्ड अरू केही एमएफए छ भने प्लस एमएफएहरू युज गरेर आफ्नो यो युजर हो भनेर भेरिफाई गर्छौँ है अब भेरिफाई भइसकेपछिको पर्मिसन त्यसले त्यो युजरले के गर्न पाउँछ भने कसले डिटरमाइन गर्छ त अब युजरको रोल मेबी लाइक व्हाट इज द रोल अफ द युजर उसलाई के रोल दिएछ त्यो अथराइज के गरेछ गर्ने कि नगर्ने युज है सो अथेन्टिकेसनले भेरिफाई गरिदियो युजर त्यसपछि त्यो भेरिफाई भएपछि अब उसलाई के को पर्मिसन छ युज गर्ने के सर्भिस युज नगर्ने द्याट विल बी अथराइजेसनले गर्छ हो यहाँ पनि सर्भिस आउँछ अथेन्टिकेसन भने नि हु इज रिक्वेस्टिङ है यो एकाउन्टमा अरू उसको आइडेन्टिटी के हो त उसले भनेको मान्छे ऊ हो त हो भने इज अथेन्टिकेटेड है होइन अब भित्र गइसकेपछि के हुन्छ त अब अथेन्टिकेट भएपछि उसलाई चाहिँ के गर्न पाउँछ के गर्न पाउँदैन होइन त्यो कुरा चाहिँ अथराइजेसनले गर्छ सबैको आफ्नो पर्मिसन्सहरू हुन्छ एउटा होइन कम्पनीको एउटा सिटिओमा आफ्नो पर्मिसन हुन्छ कम्पेयर टु एउटा इन्टर्न अर भर्खर जोइन भएको मेबी एउटा फ्रेसरको भन्दा है सो डिफ्रेन्ट लेभल अफ अथराइजेसन हुन्छ कम्पनीजहरूभित्र अरू रियल वर्ल्डमा काम गर्नुहुन्छ जहाँ गर्नुहुन्छ त्यो देखिरहनु भएको कुरा है सो उसलाई के गर्नुपर्ने रहेछ उसको रिक्वेस्ट के छ होइन त्यस्तो कुराहरू चाहिँ अथराइजेसनले डिटरमाइन गर्छ क्लियर भयो हजुर ओके सो हो यो सबै म्यानेज गर्ने जुन छ नि यो अथराइजेसन होइन अथेन्टिकेसन जे छ सबै कुरा म्यानेज गर्ने चाहिँ एडब्ल्युएसको आइडेन्टिटी एन्ड एक्सेस म्यानेजमेन्ट अर आइएएम भन्ने सर्भिस हुन्छ है कुन युजरले के एक्सेस गर्न मिल्छ हाम्रो एडब्ल्युएसको रिसोर्सहरूलाई यसले टन्नै सर्भिसहरूसँग इन्टिग्रेट गर्छ वाइ यसले नै पर्मिसन म्यानेज गर्ने हो त यसले त इन्टिग्रेट गर्नु पऱ्यो नि सर्भिसहरूसँग एडब्ल्युएसको प्रोभाइड्स फेडरेटेड आइडेन्टिटी म्यानेजमेन्ट यो भनेको के होला कसैले भन्न सक्नुहुन्छ फेडरेटेड आइडेन्टिटी म्यानेजमेन्ट एनीवन फेडरेटेड आइडेन्टिटी म्यानेजमेन्ट भनेको के होला कसैलाई के आइडिया छ त्यो पनि एउटा हुन्छ है बट मेन कुरा हेर्नु है तपाईँले अब दराजमा गएर साइन अप गर्न खोज्नु भने त्यहाँ साइन अप विथ गुगल फेसबुक के भनेर आउँछ नि याद गर्नु भएको छ अरू कुनै वेबसाइटमा सोशल मिडिया लगइन्स त्यो भनेको हो कतै उनीहरूको आइडेन्टिटी तपाईँको अलरेडी छ नि त्यहाँ त सोसल मिडिया होस् या अरू कुनै साइट होस् त्यसमा अलरेडी आइडेन्टिटी छ त्यसलाई युज गरेर हामीले एडब्ल्युएसमा एक्सेस दिने अब वाइ त्यस्तो गर्ने किनभने अब लट्स अफ युजरहरूलाई एउटा एउटा बनाउनु पर्दैन नि त आइडेन्टिटी सो अलरेडी कतै स्टोर छ भने त्यसलाई तान्न मिल्यो भन्न खोजेको है यसले चाहिँ यो आइडेन्टिटी फेडरेसनले है अनि एमएफए सो सबैजनाले थाहा छ होला एमएफए
युज गर्नु भयो होला नि सबैजनाले हैन Mm. है सो सबैजनाले MFA एक्स्ट्रा लेभल अफ एउटा प्रोटेक्सन हुन्छ कसैले युजर नेम पासवर्ड मात्रै भयो भने पनि उसलाई एउटा कोड चाहिन्छ त्यो नभइकन हुँदैन सो एक्स्ट्रा लेभल अफ प्रोटेक्सन युज गर्न सर्भिस दिन्छ युज गर्ने कि नगर्ने अगेन हाम्रो युजर अर क्लाइन्टको हातमा छ है यो चाहिँ अनि एलाउज ग्रानुलर पर्मिसन कुनै एउटा युजरलाई एउटा रिसोर्स अर एउटा रिसोर्स भित्रको एउटा पार्ट मात्रै पनि दिनु छ यु क्यान डु इट होइन उसलाई त्यो रिसोर्सको सबै कुरा एक्सेस दिनु छ यु क्यान डु इट सो सानो सानो कुराहरू पर्मिसन यसले म्यानेज गर्न दिन्छ सो वान अफ द मोस्ट पावरफुल टुल यो है एकाउन्ट बनाउने बित्तिकै युज गर्नु फर्स्ट टुल नै यो पर्छ है कस्तो हुन्छ हामी अहिले हेर्छौँ कसरी हुन्छ यो कुरा है यो थर्ड पोइन्ट एकचोटि फेरि एक्सप्लेन गरिदिनुहुन्छ इज इट इन टर्म्स अफ एप्लिकेसनमा मल्टिपल हुन्छ नि अझ सोसियल मिडिया लगइनदेखि लिएर अरू लगइन सेन्ट्रलाइज लगइन अलाउ गर्ने भनेको कि AWS मा साइन अप गर्नलाई त्यसले त्यो सपोर्ट गर्ने भनेको अलिक क्लियर दुइटै भएन हो है दुइटै कुरा गर्छ यसले है सो यसको एउटा चाहिँ के फिचर छ भने हाम्रो युजरहरू जुन हुन्छ नि AWS मा मेरो कम्पनीको एकाउन्ट छ त्यसमा युजरहरू मेरो 100 वटा छ अरे त्यसलाई मैले एउटा म्यानुअली युजर नबनाएर आफ्नो एकाउन्टमा के गर्छु त अलरेडी कतै होला नि इस्टाब्लिस गरेको जसरी माइक्रोसफ्टको एक्टिभ डाइरेक्टरी भन्ने हुन्छ जस्तो एउटा सर्भिस फर इक्जाम्पल है त्यसमा युजरहरूको युजर नेम पासवर्ड सबै राखे हुन्छ त्यसलाई मैले अब के गर्न मिल्यो एज एन आइडेन्टिटी तान्न मिल्यो क्या आफ्नो AWS को कम्पनीको एकाउन्टमा बुझ्नुभयो त्यो 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 गर्दाखेरि त AWS को अकाउन्ट AWS अकाउन्टमा चाहिँ जाने भयो हैन नट इन द हजुर एप्लिकेसन एप्लिकेसनको लागि पनि पर्छ त्यो चाहिँ पछि सर्भिस आउँछ है एप्लिकेसनले पनि तान्न सक्नुहुन्छ है एप्लिकेसनको लागि त जस्तो ब्याकएन्डबाट नै ब्याकएन्डको कोडले नै त्यो ह्यान्डल गरिहाल्छ होला नि AWS ले इन्टरफेयर गर्नुपर्छ पर्दैन तर सर्भिस त दिनु पर्ने कसैले युज गर्नु पर्ला नि त्यस्तो त हैन र सो अप्सन दिएको युज गर्नै पर्छ पर्दैन भन्ने जरुरी छैन है सो इट्स अपन कस्टमर फेरि मैले भनिहालेँ ओके है सो दिन सर्भिस टन्ने दिएछ है यसले कसैले भोलि पर्सि म आफ्नो स्याटेलाइट लन्च गर्छु त्यसलाई कम्युनिकेट गर्ने ग्राउन्ड स्टेसन चाहिन्छ भने पनि AWS जस्तो सर्भिस प्रोभाइड गर्छ है सो युज गर्ने कि नगर्ने भनिहाल्यो हाम्रो युज केस अनुसार हुन्छ सो सर्भिस चाहिँ एटलिस्ट दिनु पर्यो नि फिचर्सहरू त दिनु पर्यो नि सो त्यही भएर त टप नम्बरमा पर्छ है युज यो AWS भने सो यसपछि के आयो त यो टर्मिनोलोजी छ यो हामी अहिले बिस्तारै हेर्छौँ बट मेन कुरा के भनेको भने यहाँ जाउँ है सो यो कुरा चाहिँ हेरौँ यो अहिले यो टर्मिनोलोजी हामी बिस्तारै हेर्दै जान्छौँ है सुरुमा अलिकति कन्फ्युजन लाग्छ मेन कुरा चाहिँ यो जुन छ नि हाम्रो दिज आर द एन्टिटिज है AWS को के भनौँ फाउन्डेसन भनौँ न हाम्रो IAM भित्र जुन AWS भित्र IAM छ नि त्यसको एउटा फाउन्डेसन हो अर मेन बेसिक कन्सेप्ट हो है यो क्लियर भयो भने IAM को धेरै जस्तो काम तपाईँहरूले गर्न सक्नुहुन्छ है सो IAM युजर भने के रहेछ त अ पर्सन अर एप्लिकेसन है कुनै एप्लिकेसन पनि हुनसक्छ कुनै मेरो रिसोर्स पनि हुनसक्छ कुनै रिसोर्सलाई मैले युजर बनाएँ भने त्यो रिसोर्सले त्यो युजरको पर्मिसन एज्युम गर्न सक्छ है त्यस्तै ग्रुप भने के रहेछ त अ कलेक्सन अफ IAM युजर्स वाइ ग्रुप मेक अ ग्रुप किन ग्रुप बनाउला त हामीले वाइ अ ग्रुप हामी अहिले केसमा छौँ ग्रुपमा छौँ सो वाइ मेक इन बल्क अब सेम सिमिलर टाइप अफ रोल भएको युजर्सहरूलाई चाहिँ एक्सेस म्यानेजमेन्ट गर्ने हैन गिटहबमा पनि वी हेभ कोलाबोरेटर्स एन्ड टिम्स एन्ड अल दैट हजुर हजुर है सो एक्ज्याक्टली त्यही हो अब यहाँ के हुन्छ भने कोलाबोरेसन गर्नु छ सबैलाई एउटै सिमिलर अरू एउटै रोल दिनु छ भने अरू पर्मिसन दिनु छ भने के गर्छौँ त सबैलाई ग्रुपमा हालिदिन्छौँ सो कोही मान्छे कम्पनीबाट छोड्यो उसको पर्मिसन उसलाई उसबाट हटाउनु पर्दैन ग्रुपबाट निकालिदियो भने उसको पर्मिसन आफै गयो है सो यस्तो कन्सेप्ट म्यानेजमेन्ट इजी होस् भनेर ग्रुप बनाउन भन्छ र AWSले के भन्छ भने बेस्ट प्र्याक्टिसमा यस्तो ग्रुप बनाएर युजरहरूलाई एड गर्नु भन्छ है सो वाट डज IAM रोल मिन त है त सो यो युजरहरू अरू यो ग्रुपमा हालेको जुन युजर छ नि त्यो पर्मिसन भनेको लगइन पासवर्ड युज गरेर लङ टर्म एक्सेसको लागि बनाएको हो है त्यो लङ टर्म एक्सेसको लागि बनाएको हो अब मलाई सर्ट टर्म एक्सेस दिनु पर्ला रे त्यस्तो कन्डिसनमा IAM रोल भन्ने आउँछ सो यो भनेको टेम्पोररी क्रेडेन्सियल दिने सो टेम्पोररी क्रेडेन्सियल भने के होला त त्यसो भए अब सो वाट डज यो रोलको बारेमा के भन्छ होला त्यसो भए रोलले कसैले के यो रोलको बारेमा अलिअलि आइडिया आइरहेछ सो एउटा इक्जाम्पल भन्छु सो मेरो एउटा सर्भर छ त्यो सर्भरलाई मेरो कुनै अर्को रिसोर्सलाई एक्सेस गर्नु छ भने नर्मली त्यो एक्सेसहरू यत्तिकै गर्न पाउँदैन है यु विल ह्याभ टु गिभ देम सम पर्मिसन
हो त्यो पर्मिसन दिनलाई अब रोलहरूको काम आयो। हामीले रोल किन युज गर्छौँ भने यो टेम्पोररी हुन्छ। तपाईँले यहाँ भएको यो रोललाई अब कुनै सर्भिसबाट निकालिदिनु भयो नि अनि अरूलाई दिनुहुन्छ नि, त्यो उसको पुरानो जुन क्रेडेन्सियल जुन बसिरहेको हुन्छ नि उसको सिस्टममा, त्यो युजलेस हुन्छ। अब नयाँलाई नयाँ पाउँछ। सो अब बुझ्नुभयो नि, अब मैले त्यो रोलको एक्सेस पुरानोबाट हटाउने बित्तिकै नयाँले अर्को, नयाँमा दिने बित्तिकै नयाँले अर्को पाउँछ, पुरानोमा भएको एक्सेस हट्छ। सो एक्सेस म्यानेजमेन्ट गर्नलाई इजी हुन वेमा यसले दिएको है यो रोल भने चाहिँ। सो 1 घन्टादेखि 12 घन्टासम्म यसको एक्सेस हुन्छ है। हो यस्तो कुराको लागि हामी आइएम रोल युज गर्छौँ। अब अर्को युज केस के छ भने रोलको, मेरो एउटा एकाउन्ट छ अनि अर्को एकाउन्ट छ है एडब्लुएसको। सो अर्को, सो एकाउन्ट ए मेरो हो, एकाउन्ट बी अरू हो भने एकाउन्ट बीलाई मेरो एकाउन्टमा भएको एउटा सर्भिसको एक्सेस चाहिन्छ भने यु विल हेभ टु युज अवर रोल। मैले रोलमा के भन्छु भने यो एकाउन्टलाई मेरो यो सर्भिस एक्सेस गर्न दे भनेर लेखेपछि बल्ल उसले युज गर्न पाउँछ है। त्यो बेनिफिटको लागि रोल प्राइमरीली युज हुन्छ है। अब अनि यो सबै भन्यो नि, यो एक्सेस दिन्छौँ, पर्मिसन दिन्छौँ, सबै कुरा भन्यो नि, यो सबै खाली भाँडो जस्तो हो। पर्मिसन दिने काम पोलिसीको हो, यो डकुमेन्टको है। यो तिनटैलाई यो एट्याच गर्नुहुन्छ। सो पोलिसी युजरलाई पनि दिनुहुन्छ, ग्रुपलाई पनि दिनुहुन्छ, रोललाई पनि दिनुहुन्छ है। सो त्यो भएर चाहिँ अब पावरफुल भनेको यो रहेछ भन्ने बुझ्दा हुन्छ। इट्स अ जेसन फर्मेटेड डकुमेन्ट जसमा कुन युजर अर कुन रिसोर्समा के एक्सेस दिने, कति लेभलको एक्सेस दिने यसले डिटरमाइन गर्छ है। सो दिस विल डिटरमाइन वाट यु विल बी युजिङ होइन, कस्तो टाइपको पर्मिसन, कस्तो टाइपको रिसोर्सहरू है। सो अलिअलि के आइडिया भएको छ अहिले? सो अलिक क्लियर हुँदै हुँदै गइरहेको छ कि अझ कन्फ्युजन छ कि कसैलाई? ओके, थम्स अप आएछ है एउटा। सो अब हेरौँ है, क्रेडेन्सियल कसरी अथेन्टिकेसनको लागि युज हुन्छ त? फर्स्ट म्यानेजमेन्ट कन्सोल। म्यानेजमेन्ट कन्सोल भनेर थाहा छ हामीहरूलाई? म्यानेजमेन्ट कन्सोल थाहा छ? सो म्यानेजमेन्ट कन्सोल भने के हो भने ब्रिफली भन्दाखेरि साइन इन गर्छौँ नि लगइन पासवर्ड हालेर, अनि होम पेज आउँछ नि एउटा कुनै, हो त्यो होम पेजलाई हामी एडब्लुएसमा चाहिँ म्यानेजमेन्ट कन्सोल भन्छौँ है। त्यो कन्सोलमा लगइन गर्नु छ भने यु विल निड युजर नेम पासवर्ड र एमएफए छ भने एमएफए है। बट अब कमान्ड लाइनबाट अरू हाम्रो कोडैबाट तपाईँहरूले एडब्लुएसमा के काम गर्नु छ भने यु विल निड एक्सेस की, र यो एक्सेस कीहरू चाहिँ सिक्योर राख्नु, पब्लिक नगर्नु। वाइ भन्नुहुन्छ नि, त्यो पब्लिक हुने बित्तिकै अरू अनअथराइज युजरहरूले त्यो की युज गरेर तपाईँहरूको एकाउन्टमा अरू पैसा उठाउन सक्छ, रिसोर्सहरू क्रिएट गर्न सक्छ है। सो त्यो भएर चाहिँ यो दुईटा चाहिँ एकदमै एक्सट्रिमली सेक्योर राख्नु होला। सबै सेक्योर चाहियो है, चाहिन चाहिँ। सो युजर नेम पनि चाहियो, एक्सेस किजहरू पनि सेक्योर चाहिँ राख्नै पर्यो है। बट कन्सोलमा जानलाई चाहिँ यु विल निड युजर नेम एन्ड पासवर्ड। कन्सोल जानु छैन भने कमान्ड लाइन अर कोडहरूबाट चाहिँ यु क्यान अल्सो एक्सेस अर क्रिएट रिसोर्सेस, बट यो जस्तो चाहिँ हुँदैन है। सो बेस्ट प्र्याक्टिसेस के रहेछ त? फलो द प्रिन्सिपल अफ लिस्ट प्रिभिलेज हामीले हेरिहाल्यौँ। इनेबल एमएफए, सो मल्टिफ्याक्टर अथेन्टिकेसन हाम्रो चाहि नै हाल्छ। रियल वर्ल्डमा हामी युज गरिरहेको छौँ भने अलरेडी सबैजनाले युज गर्नु भएको छ है आयो। सो यस्तो सर्भिस चाहिन्छ है। रिक्वायर ह्युमन युजर्स टु एक्सेस एडब्लुएस बाई युजिङ टेम्पोररी क्रेडेन्सियल। टेम्पोररी क्रेडेन्सियल किन दिने भने लस्ट भइहाल्यो भने पनि सर्टेन टाइम टेम्पोररीमा आफै एक्सपायर भइहाल्छ अरे। सो पर्मानेन्ट दियो भने यु विल हेभ टु म्यानुअली रिमुभ देम, अर कहिले लस भइहाल्यो भने त्यो क्रेडेन्सियल्सहरू हटाउन झन्झट होला अरे। टेम्पोररी दिने अरू हटाइदिने कि उनीहरूको एक्सेस पछि होइन। रोटेट एक्सेस किज, सो यो रोटेट किन गर्नुपर्छ होला लङ टर्मको लागि? सो हामी युजर नेम पासवर्डहरू चेन्ज गर्छौँ होइन, अरू कम्पनीजहरूमा के हुन्छ त 30 दिन 40 दिन 50 दिनपछि आफ्नो जिमेल हुन्छ कि अरू कुनै एकाउन्ट चाहिँ पासवर्ड रोटेट गर्नुपर्छ, चेन्ज गर्नुपर्छ भन्ने हुन्छ नि होइन। युज गर्नु भएको छ यसरी रोटेसनहरू पासवर्डहरू? छ है। अब सो त्यो रोटेसन गर्नलाई भन्न खोजेको बेस्ट प्र्याक्टिसमा गर्ने कि नगर्ने अब तपाईँहरूको हातमा छ। युज स्ट्रङ कम्प्लेक्स पासवर्ड है। सो स्ट्रङ कम्प्लेक्स भन्दाखेरि फर्स्ट युजरली हामीले के राख्छौँ त, फर्स्ट क्यापिटल, त्यसपछि स्मल, अनि त्यसपछि अनि एट द रेट, अनि सर्टेन स्पेसल सिम्बल नम्बरहरू हालिदिन्छौँ होइन युजरली होइन। त्यस्तो गऱ्यो भने त त्यो गेस गर्न त इजी भयो नि त होइन, अझ कम्प्लेक्स युज गर्न भन्छ क्या यसले चाहिँ। सो त्यो भएर चाहिँ स्ट्रङ राख्नु। वाइ भन्नुहुन्छ नि एक्सेस एकाउन्ट वुड नहटोस् है। अनि
सेक्योर लोकल क्रेडेन्सियल्स भन्ने चाहिँ अब लोकली कति क्रेडेन्सियलहरू आफ्नो सिस्टममा राख्नुपर्छ त्यसलाई सेक्योर राख्ने जसलाई पाइ त्यसलाई दिनु भएन एक्सेसहरू है। युज AWS अर्गनाइजेसन। अब अर्गनाइजेसन भने के हो त? हाम्रो अर्गनाइजेसन रियल वर्ल्डमा के हो त अर्गनाइजेसन भने? Companies हो, but AWS मा हजुर के लाग्छ अर्गनाइजेसन भने? प्रोजेक्ट्सलाई सेपरेट गर्ने त होइन है विथ द टर्म अर्गनाइजेसन। त्यस्तो नि अब भित्र गएर चाहिँ गर्न मिल्छ, बट जेनरली भन्न के खोजेको भने मेरो युज एकाउन्ट मेरो के भन्छ एउटा अर्गनाइजेसन मेरो कम्पनी चाहिँ कम्पनीभित्र 50 60 70 जना एकाउन्टहरू छ AWS को। मैले आफ्नो डेभलपर हुन्छ कि मेरो टिमहरूलाई दिएको छु, उनीहरू काम गर्छन्। त्यो सबैले इन्डिभिजुअली म्यानेज नगर्नु परोस् भनेर अर्गनाइजेसनभित्र हालिदिने, इन्भाइट गर्ने, अनि त्यो इन्भाइट गरेर उनीहरू एक्सेप्ट गरेपछि अब त्यो अर्गनाइजेसनको रुलहरू फलो गर्छन्। बेसिक कन्सेप्ट है, डिटेलमा हामी पछि हेर्छौँ। बट हो त्यो म्यानेजमेन्ट इजी होस् भनेर मेरो कम्पनी मेरो अर्गनाइजेसन मेरो बिजनेसमा आफ्नो अन्डरमा भएको पिपलहरूको एकाउन्टहरू म्यानेज गर्न इजी होस् भनेर यो बनाउने हो है अर्गनाइजेसन भने। त्यसो भने अर्गनाइजेसनको पोलिसिजहरू हुन्छ नि होइन, चाहे त्यो लिभ पोलिसी हुन्छ कि होइन अफिस टाइम पोलिसी हुन्छ कि डिफ्रेन्ट पोलिसी हुन्छ होइन, हो यो सबै पोलिसी हामी फलो गर्छौँ नि अर्गनाइजेसनभित्र गइसकेपछि। सेम कुरा AWS को अर्गनाइजेसनभित्र गएपछि अब तपाईँहरूले फलो गर्नुपर्छ है। So groups, we have groups अनि groups चाहिँ will be under organizations. अब certain Yes, groupलाई groups. certain access हजुर भनेर हामीले म्यानेज गर्छौँ, तर all हजुर groups will be under the same policy under an organization. एक्ज्याक्टली है, एक्ज्याक्टली त्यही नै। अब यसरी पनि गर्न मिल्छ, अब डिटेलमा चाहिँ हामी पछि हेर्छौँ है, बट बेसिक कन्सेप्टमा चाहिँ अहिले त्यति बुझ्दा हुन्छ है। डिटेलमा कसरी अब सेग्रिगेट कसरी गर्ने, छुट्याउने कसरी, डिफ्रेन्ट डिपार्टमेन्टलाई डिफ्रेन्ट पर्मिसन कसरी दिने भन्ने कुरा हामी पछि हेर्छौँ है। बट त्यस्तो नि गर्न मिल्छ त्यो अर्गनाइजेसनभित्र आइसकेपछि मात्रै है। अब इनेबल AWS क्लाउड ट्रेल। सो क्लाउड ट्रेल भने के आइडिया आइरह होला? ट्रेल भने के हो त त्यसो भए? ट्रेल भन्छौँ नि हामीहरू बाटो हो, और एक किसिममा कसले कहाँ गएको छ के गरेको त्यो एउटा प्रिन्ट जस्तो भनौँ न होइन। ट्रेल कहिले भन्छ त मान्छेहरू हिँड्दै हिँड्दै गयो भने त्यसमा बन्ने त हो नि होइन युजली। सो त्यो कुराहरू अब मैले मेरो एकाउन्टमा कसले के चलाइरहेछ त, किनभने हेर्नु यो युजर भने जुन छ नि मेरो एकाउन्टभित्र मैले 10वटा युजर पनि बनाउन सक्छु। वाइ? इजी म्यानेजमेन्ट अफ पर्मिसन्स। मेरो कम्पनीको एउटा एकाउन्ट छ त्यसभित्र 50वटा युजर बनाइदिए 50वटा इम्प्लोइको लागि। त्यो गऱ्यो भने मेरो एकाउन्टमा लास्टमा उठ्ने बिल कहाँ त हो त? त्यसो भए युजरले जे बनाउँछ अरू जे युज गर्छ कहाँ उठ्छ त त्यो पैसा? कहाँ उठ्ला त? मेरो कम्पनीको AWS एउटा एकाउन्ट छ त्यसभित्र मैले युजरहरू बनाएँ नि IAM-बाट। त्यो युजर मैले 50वटा युजर बनाएँ, 50वटा इम्प्लोइलाई दिएँ, उनीहरूले रिसोर्सहरू चलाएन् भरको। अब त्यो बिल कसलाई उठ्छ त? कम्पनीलाई उठ्नु भयो नि। कम्पनीको एकाउन्टमा भएको भने कम्पनीलाई उठ्ने भयो होइन। सो त्यो भएर चाहिँ अब थाहा हुनु पऱ्यो नि त कुन युजरले के चलायो कति पैसा उठायो त्यो सबै कसले भन्छ? क्लाउड ट्रेलले भन्छ है। सो त्यो भएर क्लाउड ट्रेल भनेको एकदम पावरफुल अनि इम्पोर्टेन्ट टुल हो है। भ्यू गर्नु हेर्नु मिसयुज भएको छ भने फर्स्ट कि प्रायोरिटी हुनु पऱ्यो भने एकाउन्टमा मैले डाटाबेसै बनाएको थिइनँ अरे कम्पनीमा, कसैले बनाइदियो अरे, कसरी बनायो त उसले एक्सेस पायो, कसको एक्सेस पायो? क्लाउड ट्रेलमा गएर हेर्ने अब है। वान अफ द टुल्स त्यो पनि हुनसक्छ। र लास्टली प्रोटेक्ट द रुट युजर। सो रुट युजर भनेको यस्तो युजर जसले फर्स्ट टाइम साइन अप गर्दाखेरि युजर नेम पासवर्ड यो क्रेडिट कार्ड हुन्छ कि यो डलर कार्ड हुन्छ त्यो हालेर एकाउन्ट बनाउँछ नि फर्स्ट टाइम साइन अप, त्यसलाई रुट युजर भन्छ है। त्यसलाई प्रोटेक्ट गर्नु। वाइ? फेरि अरू युजरले ओभरटेक गर्नु सक्ला नि त है। सो होइन रुट युजर चेन्ज भयो भने त त्यहाँ जानै मिल्दैन त, सबै कुरा बन्द। तपाईँको हातबाट फुस्क्यो क्या अब एकाउन्ट है। अब जुन IAM को युजर जुन भने नि अघि न त्यो युजर जसले जे पर्मिसन पाए पनि रुट एकाउन्टसँग सबभन्दा म्याक्सिमम पर्मिसन हुन्छ, उसले त्यो आफ्नो अन्डरको IAM युजर सबैलाई फालिदिन मिल्यो। बट हाम्रो रुटै हातबाट फुस्क्यो भने त अब गयो क्या एकाउन्ट है। त्यस्तो प्रब्लम आइरहेको हुन्छ मान्छेहरूमा है। सो हो त्यस्तो प्रब्लम भयो भने अब तपाईँको हातबाट गयो अब झन्झट हुन्छ रिकभर गर्नलाई। AWS-सँग यु ह्याभ टु आस्क देयर कस्टमर सपोर्ट, जे गर्नुपर्छ टाउको दुखाइ हुन्छ अब। सो त्यो भएर प्रोटेक्ट गर्नु। सो वान अफ द वे प्रोटेक्ट गर्ने के होला त्यसो भए कसैले भन्न सक्नुहुन्छ रुट युजरलाई?
एउटा insert र एउटा के अरे अपडेट चाहियो हुन त सेक्युरिटी क्रेडेन्सियल दिन्छ होइन किजहरू हजुर त्यो चाहिँ हामीले छुट्टै राख्नु पर्यो हजुर वान अफ द वे हजुर एमएफए के अरे इनेबल गर्यो भने त्यसले नि गर्छ होला हो यो कुराहरू आउँछ है सो यस्तो कुरा एमएफए हुन्छ कि त्यो क्रेडेन्सियललाई सेक्योर राख्ने हुन्छ कि होइन त्यस्तो कुराहरू चाहिँ वेज हो है रुट युजरलाई प्रोटेक्ट गर्ने है अब के गर्नु पर्यो त्यसो भए मेन कुरा चाहिँ हेर्नु है यहाँ के भनिरहेछ हामीले आइडेन्टिटी युज गर IAM को इन्स्टेड अफ युजिङ हाम्रो रुट युजरको जुन इमेल पासवर्ड छ नि त्यो युज गर्नुभन्दा बरु के गर त हामी गएर AWS को IAM सर्भिसमा गएर एउटा युजर बनाउने त्यसलाई एडमिनिस्ट्रेटर एक्सेस दिने अनि त्यो एक्सेस एडमिनिस्ट्रेटर एक्सेसबाट नेक्स्ट टाइम लगइन गर्दा त्यो युज गर्ने वाइ एडमिनिस्ट्रेटर एक्सेस फुस्क्यो भने पनि हामीसँग रुट युजर छ कि छैन रुट युजर छ नि हामीसँग हाम्रो हातबाट एडमिनिस्ट्रेटर जुन एक्सेसवाला युजर छ नि त्यो हातबाट फुस्क्यो भने पनि रुट युजर त बच्यो नि किनभने रुट युजरसँग बढी पर्मिसन हुन्छ सो उसले के गर्न सक्छ एडमिनवालालाई फाल दिन सक्छ हाम्रो एकाउन्ट स्टिल विल ह्याभ एक्सेस टु आवर एकाउन्ट बुझ्नुभयो मैले के भन्न खोजेको सो एडमिन अकाउन्ट विल बी डिफरेन्ट रुट युजर विल बी डिफरेन्ट तर रुट युजरलाई चाहिँ एडमिनले नै बनाउँछ फेरि होइन एडमिनलाई चाहिँ रुट युजरले बनाउँछ ए ओके है किन टप हायरार्कीको टप लेभल भनेको रुटले हेर्छ है त्यसको भित्र चाहिँ अरू युजरहरू बनाउन मिल्यो रुटले चाहिँ र चाहिँ यही भन्न खोजेँ मैले भनेको कुरा कि फर्स्ट टाइम एकाउन्ट क्रिएट गर्नुहुन्छ नि साइन अप गर्नुहुन्छ युजर नेम पासवर्ड इमेलहरू जे जे हाल्नुहुन्छ होइन एमएफए राख्नुहुन्छ लगइन गर्नुहुन्छ अनि त्यहाँ IAM भन्ने सर्भिसमा गएर एउटा जन भन्ने युजर बनाउनुहुन्छ अनि त्यो युजरलाई मैले जे जे दिनु पर्यो एक्सेस एमएफए हुन्छ पर्मिसन सबै दिने के है अब यो एडमिन युजरलाई चाहिँ अब हामी के गर्छौँ त बनाउँछौँ बनाएपछि रुट युजरबाट लगआउट गर्ने नेक्स्ट टाइम सेटअप गर्दाखेरि के युज गर्ने त अब हाम्रो लगइन एज अ एडमिन युजर यो रुट युजर नगर्ने जस्ट एडमिन युजर गर्ने अनि एडमिन युजरबाट अरू एकाउन्ट बनाउनु पर्यो अरू म्यानेज गर्नु पर्यो गर्ने त्यसो भने के हुन्छ त के कारणले यो एडमिन युजरलाई अट्याक भयो केही भएर लस भयो एक्सेस भयो भने पनि वी स्टिल हेभ रुट युजर यो रुट युजरले यसलाई फालिदिन्छ अरूले बनाएको अरू युजरलाई फाल्न सक्छ बट यही हातबाट फुस्क्यो भने अब हातबाट गयो एकाउन्ट अब टाउको दुखाइ हुन्छ है सो यो प्रिन्सिपल रियल वर्ल्डमा युज गर्छन् है यो कम्पनीजहरूले मैले पनि युज गरेको छु कम्पनीजहरूले पनि युज गर्छन् है यो सो यो क्लियर भयो कसैले एकाउन्ट बनाउनु हुन्छ नि भोलि पर्सि अरू आफ्नो अलरेडी छ भने पनि रुट युजर चलाइरहनु भएको छ भने त्यो युज नगर्नु एडमिन बनाउनु रुट युजरको लगइन गरेर एडमिन बनाउनु त्यसलाई पर्मिसन दिने अनि रुट युजरलाई लगआउट गरेर एडमिनबाट चलाउन थाल्ने है इज इट क्लियर यस हजुर सो बेस्ट प्र्याक्टिसमा हेरौँ न सो के भनिरहेको छ बेस्ट प्र्याक्टिसमा हाम्रो IAM युजर र ग्रुपहरू छ नि सो मसँग 10 वटा युजर छ अरू डिपार्टमेन्ट जस्तो हो कि एक्जाम्पल सो मसँग सेल्स डिपार्टमेन्ट छ सेल्स डिपार्टमेन्टमा एउटा ग्रुप बनाइदिने त्यसमा युजर सेल्सको मान्छेहरू जसको एक्सेस छ हाम्रो एकाउन्टमा उसलाई त्यसमा हालिदिने अनि एउटा पर्मिसन दिइदिने सेल्सको एउटा पर्मिसन भयो IT भन्ने एउटा डिपार्टमेन्ट छ IT डिपार्टमेन्टलाई उसको युजरहरूलाई यहाँ ग्रुपमा हालिदिने वाइ यो एउटा पर्मिसन अरू यो पोलिसी मैले यो ग्रुपमा दिएँ भने यो तिनटैले पाउने भयो युजर 5 ले मैले फालिदिएँ भने युजर 3 र 4 ले मात्रै पर्मिसन पाउँछ युजर 5 ले केही पनि पाउँदैन सो यस्तो गर्नु भने बेटर म्यानेजमेन्ट हुन्छ र AWS रेकमेन्ड पनि यसरी नै गर्छ है तर यो ग्रुपभित्र अर्को ग्रुप चाहिँ हाल्न दिँदैन सो नेस्टिङ इज नट पोसिबल है अहिले ग्रुपमा यो क्लियर भयो नेस्टिङ गर्न मिल्दैन सो यो ग्रुपभित्र अर्को यसको अर्को हैन अर्को सानो ग्रुप बनाउँछु भने पनि पाउनुहुन्न है यसमा चाहिँ क्लियर छ नि हैन यो कुरा यसमा के कन्फ्युजन छैन छैन है भाइ अड्किरहेको छ आवाज हेलो हल्का आवाज अड्कियो छैन अघि नै अड्कियो भन्नुभएको छ कसले भन्नुभएको छ ल ऊ प्रशान्तजीले नि ल्यागिङ भन्दै हुनुहुन्छ सो एकछिन है मेरो मात्र हो कि सो म एकचोटि अरूहरू कसैले ल्यागिङ भइरहेछ फेरि कसैको चाहिँ छैन भन्दै हुनुहुन्छ है सो मेबी
तपाईँहरूको कसैको एन्डमा चाहिँ प्रब्लम आएको हो कि अब कसैले केही ल्याग भयो भने अरू प्रेजेन्टेसन देख्नु मलाई भनिहाल्नु है। सो मैले भनेको बुझ्नु भएन यो कुरा चाहिँ अगाडि बढ्दा हुन्छ। हुन्छ है अगाडि बढ्दा ल। सो आइएम रोल भनेको टेम्पोररी एक्सेस दिने हैन, पछि त्यसको काम सकेपछि जुन रिसोर्सलाई यो रोलले चाहिँ पर्मिसन दिएछ नि त्यो काम सकेपछि त्यो रोल निकाल्दिने, उसको हातबाट एक्सेस गयो अब है। यस्तो गरेको हामीले म्यानेज गर्न सक्छौँ। जसरी सर्भरमा एउटा सर्भरलाई अरू कुनै रिसोर्सको एक्सेस चाहियो भने यसलाई यो सर्भरमा गएर एउटा रोल हालिदिने, त्यो रोल काम सकेपछि निकालिदियो भने उसको सर्भरमा भएको त्यो क्रेडेन्सियल युजलेस हुन्छ है। उसले आफ्नो काम सकेपछि फालिदिने क्या उसको रोललाई। अर्को के छ क्रस एकाउन्ट एक्सेस। सो मेरो एउटा भने नि मेरो एकाउन्टमा एउटा युजर छ, त्यसलाई अर्को एकाउन्टमा भएको रिसोर्स युजरको रिसोर्सलाई चाहिन्छ भने अब के गर्ने त रोल युज गरेर पर्मिसन दिने त अर्को एकाउन्टमा युज गर्नलाई है। यसलाई क्रस एकाउन्ट एक्सेस र क्रस एकाउन्ट रोल्स भनेको युज भन्ने कुराले युज गर्न दिन्छ। सो यो फिगर हेर्नु त ल। अब यो फिगर हेरेर एकछिन हेर्नु होइन, मलाई कसले भन्नु न के बुझिरहनु भएको छ भनेर। एकचोटि फिगर हेर्नु है सबैजना। फिगर त देखिरहनु भएको छ नि होइन? हेलो, मेरो आवाज आइरहेछ नि होइन? मलाई थाहा नै पाइरहेको छैन है। सबैजना शान्त हुनुहुन्छ? आइरहेछ, फिगर अलिक कम्प्लेक्स लाग्यो ए त्यही भएर ओके ओके। भनेको। ए होइन होइन होइन, आवाज आयो भने त भइहाल्यो। म त फिगर त एक्सप्लेन गरिहाल्छु। कसैलाई एक्सप्लेन गर्नु छ लाइक यो फिगरले के भन्न खोजिरहेको होला अरू के भनिरहेछ भनेर? जे बुझ्नु भएको छ त्यही भनिदिनु न। ओके, मै नै एक्सप्लेन गरिदिन्छु है। दुईटा एकाउन्ट छ, दुईटा युजर छ एकाउन्टभित्र। सो यसले के गर्ने त अब यो युजरलाई होइन सर्टेन यो एकाउन्ट यो हाम्रो फर्स्ट एकाउन्टको एउटा रिसोर्स चाहियो अरे बकेट। सो उसलाई एउटा रोल बनाउँछौँ। सो रोलमा के हुन्छ नि यो एकाउन्टको यो युजरले के भन्छ भने यो रोलमा यो एकाउन्टको लागि यो पर्मिसन यो रिसोर्स युज गर्न दे भनेर एउटा रोल बनाउँछौँ। अनि त्यो बनिसकेपछि बल्ल यो युजरले चाहिँ सर्टेन कमान्डहरू हाल्छ। त्यो कमान्डको बेसिसमा उसले यो अब रोल एज्युम गर्छ र त्यो रोलले दिएको रिसोर्सहरूको पर्मिसन उसले पाउँछ है। यसरी क्रस एकाउन्ट एक्सेस चाहिँ गर्न मिल्छ है। अरू कुरा त्यस्तो केही गाह्रो छैन। जस्ट के बुझ्नु त मेरो हेर्नु यो एकाउन्टमा यो युजरको एउटा रिसोर्स छ अरे अनि यो अर्को युजरलाई चाहिँ यो रिसोर्स चाहियो। बाई डिफल्ट पाइँदैन नि त्यसरी त होइन र। सो के गर्छौँ त उसले एउटा रोल बनाउँछ। रोलमा के भन्छ भने यो आइडी भएको युजरलाई यो रिसोर्सको पर्मिसन दे भनेर अनि एउटा रोल बनाउँछ। त्यो रोल चाहिँ यसले एज्युम गर्छ थ्रु सर्टन कमान्डहरू टाइप गरेर। अनि त्यो युज गरेपछि अब उसले यो रिसोर्समा एक्सेस पायो। वाइ मेबी एउटा डिपार्टमेन्टको रिसोर्स थियो, अर्को डिपार्टमेन्टको युजरलाई त्यो रिसोर्स चाहियो भने होइन आफ्नो एकाउन्टमा उसले त्यहाँबाट एक्सेस गर्न मिल्छ। आफै किन बनाइरहनु भनेर है, पर्मिसन दिए जस्तो भयो है। सो हाम्रो एक्सेसहरू दिन्छ नि डकुमेन्ट फाइलहरूमा होइन, गुगल डक्स हुन्छ कि केसमा हुन्छ, त्यहाँ गएर सेयर गर्दाखेरि एडिटर एक्सेस हुन्छ कि के एक्सेस दिन्छ हामीले दिएर उनीहरूलाई आफ्नो एकाउन्टमा आफ्नो रिसोर्समा एक्सेस दिन्छ नि। सेम कुरा भन्न खोजेको है यसले। एकचोटि फेरि भन्दैन, हाम्रोमा ल्याग भएको कि मेरोमा मात्रै हो ब्रेक ओके, भयो। अरू कस आवाज ब्रेक भइरहेछ। सो म एकचोटि यो क्यामेरा अफ गर्छु अनि फेरि भन्छु है। सो मेरो यो क्यामेराले अलिकति ब्यान्डविड्थ खाइरहेछ है। सो म एकचोटि अफ गर्छु अनि फेरि सुन्नु न भन्नु है। हस् ल सो अब हाम्रो यहाँ इमेजिन के गर्नु भने मेरो एउटा युजर छ अनि मेरो यो एकाउन्ट छ, मेरो आफ्नो डक फाइल छ कि यहाँ। सो त्यो डक फाइल मैले एक्सेस गर्नलाई के गर्छु नर्मली भन्नु त? कसैको डक फाइलहरू केही छ भने त्यस्तो तपाईँको आफ्नो डक फाइलमा अरूलाई एक्सेस दिनु पर्यो भने के गर्नुहुन्छ? सेयर गरिन्छ तपाईँले त्यो कपी हजुर 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 रिड राइट एक्सेसहरू
कन्फिगरेसन मिलाउने काम। त्यो तपाईहरुले गर्नुहुन्छ नि त हैन तपाईको एकाउन्ट भएर हैन र उम्, उम्, उम्। अरूहरुले त गर्दैन नि तपाईको एकाउन्टमा सेम प्रिन्सिपल यहाँ आयो है अब मेरो एकाउन्टमा भएको रिसोर्स अरूलाई दिनु छ भने मैले एउटा रोल बनाउँछु त्यो रोलले भन्छ यो मान्छेलाई यो कुराहरुमा एक्सेस दे भनेर अनि बल्ल अर्को मान्छेले त्यो रोल युज गरेर त्यो एक्सेसहरु पाउँछ बुझ्नुभयो के भन्न खोजेको हेलो ओके सो यसमा केही कन्फ्युजन छ भने सोध्नु है अहिलेको लागि म अगाडि बढिरहेको छु है किनभने एउटा थम्स अप पनि आइसकेको छ है अगाडि बढ्नलाई सो आइएम भनेको हाम्रो एकाउन्टमा भएको डिफ्रेन्ट युजरहरु बनाइदिने त्यसलाई के एक्सेस दिने कुन युजरलाई के एक्सेस दिने हैन ग्रुपहरु बनाउने त्यो युजरहरुलाई त्यहाँ हाल्दिने अनि पर्मिसनहरु एकैचोटी सबैलाई एप्लाई गर्ने हैन सो त्यस्तो कामहरु चाहिँ हाम्रो यो आइएम भन्ने सर्भिसले गर्दिन्छ है सो वान अफ द पावरफुल टुल हो हैन फर्स्ट युज गर्ने बित्तिकै एडब्ल्युएस मा हाम्रो आइएम युज गरेर आउँछ है मान्छे मेजोरिटी अहिले सो धेरै जस्तो सबै आइएम मै गएर अरु काम गरेर अनि बल्ल अरु युजर अरु सर्भिसेसहरु चलाउँछन् अथराइजिङ युजर्स सो पोलिसीज भने मैले भनेको थिए एउटा जेसन फर्मेटेड डकुमेन्ट हो है सो पोलिसी इज नथिङ अ ह्युमन रिडेबल जेसन फर्मेट डकुमेन्ट त्यस्तोलाई पोलिसी भन्छौं है सो अहिले मेरो क्लियर छ कि छैन यहाँ बेला बेलामा ल्याग भइरहेछ भन्नुभएको छ प्रशान्तजीले क्लियर आवाज आइरहेछ हेलो छ है के रे एउटा क्वेशन है यो हजुर। पोलिसीज र रुलमा के डिफरेन्स छ रोल भनेको एउटा रुल यसमा रुल रोलमा भने के मैले रुल रुल भने भन्नुभयो? हजुर हजुर रुल रुल भनेको डिफ्रेन्ट सर्भिसमा रुल छ एडब्ल्युएस मा चाहिँ अहिले हामी जुन पढेको छौं त्यसमा पोलिसी नै आउँछ है एउटा होइन एउटा रुलमा उता चाहिँ इनबाउन्ड हजुर। रुल आउटबाउन्ड रुल हजुर। भन्नेहरू पनि हुन्छ क्या त्यो भनेको त त्यो मेरो सर्भिसमा एक्सेस भित्र बाहिरबाट आउने ट्राफिक दिने कि नदिने यसले के भने एडब्ल्युएस भित्रको रिसोर्सलाई म्यानेज गर्ने भयो के पोलिसीले चाहिँ है अब के आयो त अब मेरो सर्भरमा बाहिरबाट आउन दिनुहुन्छ फायरवलको काम गर्छ कि रुलहरुले चाहिँ है बुझ्नुभयो फायरवलको काम गर्ने हो कि रुलहरुले चाहिँ ल सो हाम्रो यो पोलिसीज भनेको दुईटा टाइपको हुन्छ आइडेन्टिटी बेस्ड रिसोर्स बेस्ड सो आइडेन्टिटी बेस्ड भने के होला कसैलाई के लाग्छ के आइडेन्टिटी यो यसले भन्न खोजेको के कुरा होला आइडेन्टिटी र रिसोर्स बेस्डमा आइडेन्टिटी बेस्ड भनेको त त्यही युजर बेस्ड नै भयो होइन हजुर आइएम युजरहरूको हजुर। लागि होइन रोल हजुर र हजुर रिसोर्स हजुर भनेको रिसोर्स ग्रुपहरू जुन हुन्छ नि जसमा हजुर, हामीले के अरे युजर एसाइन गरिरहेको छ त्यो सबैहरूको लागि हुने भयो रिसोर्स हो बेस्ड हैन सो यस्तो है फेरि सो आइएम युजरहरुको लागि अरु ग्रुपहरु रोलहरुको लागि जुन हामीले यो एन्टिटीजहरु पढ्यौं त्यसको लागि त आइडेन्टिटी बेस्ड भयो अब रिसोर्स भनेको कुनै मेरो रिसोर्स छ अरे फर इक्जाम्पल मेरो S3 बकेट छ अरे यो बकेटमा एउटा फिल्ड हुन्छ जहाँ गएर म पोलिसी यसको लागि मात्र लेख्न सक्छु है त्यो किन गरिन्छ मल्टिपल युज केस हुन सक्छ मैले आइडेन्टिटी बेस्ड दियो भने त्यो युजर त्यो ग्रुप त्यो रोलले त एज्युम गर्यो हैन अब मैले यो बकेटमा पनि के भने यसमा पनि मैले पोलिसी लेखेँ के अब कसलाई अलाउ गर्छ होला भन्ने यो दुईटैमा अलाउ भएको कुरालाई बल्ल अलाउ गर्न दिन्छ सो भनेको यसमा चाहिँ यो बकेटमा एक्सेस गर्न दे भनेको छ है सुन्नु है आइएम युजरमा आइडेन्टिटी बेस्ड पोलिसीले बकेटमा हामीले लेखेको छौँ एउटा पोलिसी रिसोर्स बेस्ड त्यसले के भनिरहेछ यो युजरलाई एक्सेस नदे अब के फलो हुन्छ होला कसैलाई के आइडिया छ त्यहाँ रिसोर्स बेस्डले जे भन्यो त्यही हुन्छ रिसोर्स के अरे बेस्ड सरी हजुर सरी हजुर रिसोर्स ग्रुपवालामा चाहिँ के अरे ओभरअल भयो होइन तर यो रिसोर्स बेस्डमा के अरे जनभित्रको भयो नि त भनेपछि रिसोर्स हजुर बेस्डको हजुर कुरा मान्छ होला हजुर कुरा चाहिँ रिसोर्स बेस्डकै मानिरहेछ अहिले वाइ भन्नुहुन्छ भने एडब्ल्युएस ले एउटा भनौँ न फ्लो अर भनौँ न फ्लो चार्ट एल्गोरिदम के भन्नुहुन्छ त्यो फलो गर्छ त्यसमा के फलो गर्छ भने फर्स्ट जहिले पनि डिनाइले प्रेसिडेन्स लिन्छ एउटै कुरा छ भने सो यसले एउटा यो रिसोर्समा एलाउ गरिरहेछ यो रिसोर्सले डिनाइ गरिरहेछ भने नि डिनाइको लेभल हाई हुन्छ भनेको डिनाइ जहिले पनि पहिला हुन्छ फलो बुझिरहनु भएको छ मैले के भन्न खोजेको Yeah. हजुर हो
हो त्यो प्रेसिडेन्स डिनाईको हाई भएर यो डिनाई भयो बकेटमा। सो अब अलाउ गर्नलाई के गर्नुपर्छ होला बकेटमा एक्सेस? हजुर यो अघि त डिनाई भयो नि त, यसमा डिनाई लेखे त यसमा एलाउ थियो अरे। अब यसमा एलाउ गर्नलाई के गर्नु पर्ला बकेटमा यसलाई अब एक्सेस दिनु पर्यो भने? युजरलाई नि के अरे रिसोर्स बेस्ड पर्मिसन एलाउ गर्नु पर्यो। हो यो युजरलाई पनि यो रिसोर्सले चाहिँ अलाउ गर भनेर भन्नु पर्यो। सो दुइटैमा अलाउ गर्नु पर्यो। हो यसरी अब प्रिन्सिपल यो पोलिसी फलो गर्छ है। एउटा फ्लो चार्ट हेर्छौँ हामी, त्यो फ्लो चार्ट चाहिँ माइन्डमा राख्नु है। अब भोलि पर्सि पोलिसिजहरूमा काम गर्नुहुन्छ, पर्मिसनमा काम गर्नुहुन्छ भने एडब्लुएसमा द्याट्स मोस्ट इम्पोर्टेन्ट है। त्यो कुरा चाहिँ जसरी भए पनि याद गर्नु पर्यो। एउटा फ्लो चार्ट आउँछ क्या है, त्यो बेसिस भयो भने भोलि पर्सि काम गर्दाखेरि हुन्छ कि सर्टिफिकेसन गर्दाखेरि चाहिँ यो आइएम रिलेटेड क्वेसन आयो भने, पोलिसी रिलेटेड क्वेसन आयो भने, पर्मिसन रिलेटेड क्वेसन आयो भने त्यो कुरा याद हुनै पर्यो है। हामी अहिले हेर्छौँ ठ्याक्कै। ल अब यो हजुरले पर्मिसनको कुरा फेरि गर्नु भएन अहिले त। हजुर हजुर सो पर्मिसनको कुरा कुरा गर हजुर। यो पोलिसीले दिने हो कि पर्मिसन? यो पोलिसीमा के कुरा अलाउ डिनाई भनेको पर्मिसन होइन र? हजुर हजुर हो यो पोलिसीले दिने हो कि पर्मिसन चाहिँ। पोलिसी इज डकुमेन्ट, त्यो डकुमेन्टमा केही कुरा अलाउ डिनाई लेख्यो भने त त्यो पर्मिसन दिया भएन र? मेन यहाँ पर्मिसनहरूको टाइपहरू पनि हुन्छ नि त, हजुर हजुर यसमा लाइक अहिले कि आउँछ है। भिपिसी हजुर, पर्मिसन केहरू भन्छ नि। होइन यो चाहिँ होल रिसोर्सहरूमा भिपिसी पर्मिसन भयो भने भिपिसीमा आफ्नै होला अरे। बट यो चाहिँ जुन पनि रिसोर्सलाई दिन मिल्ने कुरा है, जुन पनि रिसोर्सलाई एक्सेस गर्न मिल्ने अर डिनाई गर्न मिल्ने कुरा है यसले चाहिँ ओके है। ल यो फिगर एकचोटि, अब यो फिगर जुन छ नि माइन्डमा राख्नु भन्छु है म चाहिँ। एकचोटि हेर्नु न, यहाँदेखि स्टार्ट भइरहेछ अनि यहाँ एलाउ अर डिनाई के छ यहाँ गरिरहेछ। सो एकचोटि फिगर हेर्नु अनि के भन्न खोज्यो होला, कसैले के आइडिया छ भने मलाई सेयर गर्नु न है। फर्स्टमा सबै डिनाई गर्नुभयो एज यु सेड अर्लियर होइन। त्यसपछि यदि सबै डिनाइड छैन भन्नाले अल एक्सेस नट डिनाइड हो भने चाहिँ एक्सप्लिसिट अलाउ छ कि छैन, सबै कुरो अलाउड छ कि छैन हेर्ने भयो। छ भने अलाउ गर्ने भयो, छैन भने चाहिँ पर्टिकुलर इम्प्लिसिट डिनाइ हुने भयो भने केमा अलाउड छ केमा डिनाइ छ त्यसको बेसिसमा डिनाइ गर्ने भयो एक्सेस। हजुर सो एक्सप्लिसिट र इम्प्लिसिट भने के होला यो कन्टेक्स्टमा? मेबी एक्सप्लिसिट भनेको सबै कुरा भयो, इम्प्लिसिट भनेको पर्टिकुलर अब ग्रुप बेसमा हुन्छ कि मेबी अर रोल बेस्ड रिसोर्स बेस्ड। हजुर सो म एकदम सिम्पल ब्रिफ वेमा भन्नुहुन्छ भने त्यो डकुमेन्ट जुन पोलिसीमा मैले भने नि, अहिले पोलिसी भने नि, त्यो पोलिसीमा केही कुरा अलाउ अर डिनाई छ भने एक्सप्लिसिट हुन्छ। बुझ्नुभयो? त्यो डकुमेन्टमा लेख्या छ भने एक्सप्लिसिट, लेख्या छैन भने इम्प्लिसिट है। हो कुनै कुरा टेक्स्टमा त्यो डकुमेन्टमा एलाउ अर डिनाई लेख्या छ भने अहिले बुझ्नलाई त्यसलाई एक्सप्लिसिट भन्छ, लेख्नु भएको छैन भने इम्प्लिसिट हुन्छ। मैले भने कुरा बुझ्नुभयो? मैले भने कुरा बुझ्नुभयो हजुर बुझिरहेछ है। सो अब मैले बोले नि, मैले के कुरा भनिरहेको छु त्यो एक्सप्लिसिटली भनिरहेको छु, मैले भनिनँ भने इम्प्लिसिट होला रे। त्यस्तै डकुमेन्टमा हुन्छ है। ओके सो त्यही भएर फर्स्टमा के हेर्छ, पोलिसीमा के कुरा लेखेको छ। सो कतै डकुमेन्टमा डिनाई लेखेको छ, त्यो कुनै रिसोर्सलाई लेखेको छ भने त्यो डिनाई नै हुन्छ। होइन डिनाई लेखेको छैन भने के त्यो डकुमेन्टमा एलाउ भनेर लेखेको छ त कतै त्यो रिसोर्सलाई एलाउ गर्न भनेर लेखेको छैन भने इम्प्लिसिट डिनाई हुन्छ। होइन डकुमेन्टमा एलाउ लेखेको छ भने एलाउ हुन्छ बल्ल। वाइ भन्नुहुन्छ भने मलाई जुन कुरा यस्तो किन गरेको भने मलाई म्यानेजमेन्ट पर्मिसन गर्न इजी होस् कि रिसोर्सहरूलाई। मलाई जम्मा दुईवटा रिसोर्स एक्सेस गर्नु छ, मैले त्यसलाई मात्रै एलाउ भनेर लेखेँ, अरू कुरा लेखिनँ भने के भयो त अब? भन्नुको मतलब बाई डिफल्ट सबै कुरा डिनाइ हुने भयो होइन। हो त्यो इजी म्यानेजमेन्ट होस् भनेर त्यस्तो गरे है। बुझ्नुभयो नि? सो यो कुरा चाहिँ नबिर्सिनु है। यो कुरा चाहिँ अब फेरि पछि पनि हेर्नु होला, म यो नोटहरू एक्सेसहरू दिन्छु होइन। सो भोलिसम्म हुन्छ। सो यो कुराहरू चाहिँ याद गर्नु है। यो एकदम इम्पोर्टेन्ट कुरा हो कि भोलि पर्सि सर्टिफिकेसन गर्नुहुन्छ कि अब आइएम युजरहरू पोलिसीहरू बनाउने काम हुन्छ कि त्यसमा यो चाहिन्छ है। ल सो अगाडि हेरौँ ल। सो यहाँ पोलिसी यो पढ्नु न एकचोटि, यो
यो तल भनिरहेको छ नि क्वेसन सोधिरहेको छ कि क्यान बब गेट पुट अर लिस्ट फर बकेट ट्याक्स के यो कुराहरू चाहिँ उसले एलाउ गरेको छ अरे यहाँ आइडेन्टिटी बेसमा अनि रिसोर्समा चाहिँ कुनै बकेटमा चाहिँ यो कुराहरू लेखेको छ बबको लागि होइन सो बकेट 1मा सर्टेन कुराहरू बबलाई एलाउ डिनाई गरेको छ होइन अनि बबको आफ्नो पर्मिसन छुट्टै छ सो अब त्यसको बेसमा यो एन्सर यो क्वेसन सोधिरहेको छ नि एकचोटि पढ्नु त यो पुरै एकचोटि पढ्नु न है के भनिरहेछ भनेर अनि हामी डिस्कस गरौँ न बबले गर्न हजुर पाएन बबले हजुर बकेट एक्समा पुट गर्न पाएन हो वाइ भने अघि भर्खर पोलिसीमा के ल्याएको थियो एउटामा अलाउ छ अर्कोमा डिनाइ छ जहिले प्रेसिडेन्स कसले लिन्छ त डिनाइले लिन्छ नि सो त्यो भएर पुट गर्न पाएन नि है होइन र अब यहाँ पुटमा पनि अलाउ हुन्थ्यो यहाँ बकेटमा पनि अलाउ हुन्थ्यो भने के हुन्थ्यो होला पुटको लागि उनले बकेट एक्समा चाहिँ सब पर्मिसन पाउँथ्यो पाउँथ्यो बल्ल हो यो क्लियर भयो यो कुरा हजुर हो अब हेर्नु है त सेकेन्ड क्वेसनमा चाहिँ बकेट वाइको लागि सोधिरहेछ सो यो फेरि हेर्नु न यो अब उसले गेट अर लिस्ट गर्न पाउला त बकेट वाइमा नट एभाइलेबल भनेको केही पनि लेखा छैन भनेर एजुम गर्नु अनि लिस्ट अघिको चाहिँ फ्लो गर्न चार्ट पायो हजुर हजुर लिस्ट हजुर गर्न पायो तर गेट चाहिँ गर्न पाउँदैन त्यही भनेर हो हजुर त्यही हो भनिरहेको हो त किनकि रिसोर्समा चाहिँ उसको नट एप्लिकेबल गरेको छ यसको मतलब बाई डिफल्ट डिनाइ हो नि त तर हामीले यहाँ तर फ्लो चार्टमा के हेरेको छौँ यसो हेर्नु त सेकेन्डमा के छ यहाँ के गरिरहेछ ए एलाउ छ भने एलाउ हुने भयो होइन तर डिनाइ त लेखा छैन नि त्यहाँ त लेखा छ डिनाइ डिनाइ लेखेको छ केही पनि नलेख्नु भनेको त इम्प्लिसिट होला बट त्योभन्दा इम्प्लिसिट हुनेभन्दा अगाडि के हेर्छ उसले ए ओके बुझ्नुभयो मैले भन्न खोजेको कुरा हजुर हजुर हो अब यहाँ डिनाइ लेखेको हुन्थ्यो भने मेबी यसमा डिनाइ लेखेको हुन्थ्यो भने यहाँ एलाउ भए पनि नहुन्थ्यो होला बट यहाँ केही पनि नलेख्नु यहाँ चाहिँ एलाउ लेख्नु भनेको एलाउको प्रेसिडेन्स फलो गर्छ सो त्यो भएर त्यसरी हाल्न दिन्छ है अब यो पुटमा के होला त्यसो भए पुटमा त डिनाइ नै होला नि बिकज आइडेन्टिटी बेस र रिसोर्स बेस दुइटैमा मेन्सन गरेको छैन हो एक्ज्याक्टली अब इम्प्लिसिट डिनाइ भयो नि अब दुइटैमा केही पनि लेखा छैन नि त केही पनि नलेख्नु भनेको त यहाँ के रहेछ त इम्प्लिसिट डिनाइ होइन हो यसरी अब यो पर्मिसनहरू काम गर्छ है सो यो जस्ट देखाउन खोजेको सो यस्तो कुराहरू चाहिँ अब आउँछ रियल वर्ल्डमा पनि एउटा पोलिसीमा एउटा ठाउँमा चाहिँ तपाईँहरूले चाहिँ एक्सेस दिइरहेको हुन्छ पोलिसीमा होइन कुनै रिसोर्सलाई त्यो रिसोर्समा चाहिँ आफै एक्सेस दिएको हुँदैन कि तपाईँ चलेन भन्नुहुन्छ भने अब यु हेभ टु फाइन्ड ए यो मेरो पोलिसीमा यस्तो कुरा लेखा रहेछ नलेखा रहेछ छैन दिनु पर्यो भनेर आफ्नोमा हुन्छ कि रिसोर्समा हुन्छ है ल सो पोलिसी भनेको पर्मिसन डिफाइन गर्ने डकुमेन्ट हो यति बुझ्दा पुग्यो है आइडेन्टिटी बेस्ड भनेको कुनै युजरहरूलाई दिने हो भने रिसोर्स भनेको कुनै AWS को रिसोर्सलाई हालिदिने है अनि यो एउटा फ्लो चार्ट हेऱ्यौँ नि हामीले है बाई डिफल्ट सबै कुरा डिनाइ नै हुन्छ अनलेस तपाईँले कतै मेन्सन गर्नुभएको छ भने है सो त्यो भएर यो पोलिसीको जुन फ्लो चार्ट भनिरहेको छु नि यो फ्लो चार्ट चाहिँ मजाले हेर्नु होला है सो त्यो भएर त्यति गरेपछि तपाईँहरूले अब यस्तो रिलेटेड वर्कहरू गर्न इजी हुन्छ सो यो क्लियर छ ओके है सो पार्ट्स अफ IAM पोलिसी भन्छ है यो IAM पोलिसी भनेको जेसन फर्मेटेड हो जस अब त्यसमा सर्टेन फर्मेट त भइ नै हाल्छ होइन सो भर्जन भने डकुमेन्टको एउटा भर्जन हुन्छ जुन फर्मेट युज गरिरहेको छ AWS को स्टेटमेन्ट भने त्यसको स्टेटमेन्टभित्र यो सबै ब्लकहरू पर्ने भयो कि सो स्टेटमेन्ट एउटा ब्लक हो त्यसको भित्र इफेक्ट प्रिन्सिपल जे छ सबै त्यसको भित्र पर्ने भयो है अनि इफेक्ट भने दुईटा मात्रै छ अलाउ अर डिनाइ प्रिन्सिपल भने पढ्नु त रिसोर्स बेस्ड पोलिसीको लागि
कुन एकाउन्ट कुन युजर कसलाई दिने यो पर्मिसन भनेर प्रिन्सिपल लेख्नुपर्छ भनेको आइडी हुन्छ क्या एउटा। सो एकाउन्टको आइडी होला अरू रिसोर्स कुनै रोलको आइडी होला, त्यो आइडी हाल्छ भने यो आइडीलाई चाहिँ यो कुरा गर्न दे भन्छौ। रिसोर्स बेस्ड पोलिसी छ भने, आइडेन्टिटी बेस्ड पोलिसी छ भने प्रिन्सिपल नलेखे पनि जसलाई त्यो अट्याच गर्छु नि युजरलाई त्यसको लागि हो भनेर डाइरेक्ट अज्युम गरिदिन्छ है। सो रिसोर्समा चाहिँ लेख्नै पर्यो प्रिन्सिपल। आइडेन्टिटी बेस्ड पोलिसी लेख्छ भने जुन आइडेन्टिटीलाई त्यो पोलिसी अट्याच गर्नुहुन्छ त्यसले अज्युम गर्छ अब मेरो लागि हो भनेर है। अनि एक्सन भनेको त अब मेरो एउटा टन्नै रिसोर्सहरू छ, अरू मेरो एउटा रिसोर्समा टन्नै एक्सन्सहरू छ। सो गेट अब्जेक्ट हुन्छ कि लिस्ट हुन्छ कि पुट हुन्छ कि यो सबै एक्सन्सहरू हो। अब यो इफेक्टले त्यो एक्सनलाई गर्न दिन्छ कि दिँदैन भन्ने कुरा यो एक्सन भन्ने ब्लकमा हाल्छौँ हामीहरू है। अनि रिसोर्स भनेको अब मसँग भने नि मसँग 10वटा सर्भर छ अरे कि 10वटा सर्भरमा हरेक सर्भरलाई डिफ्रेन्ट पर्मिसन दिनु पर्ला त। सो त्यो सर्भरको नाम हुन्छ जसलाई एआरएन भन्छ, एमाजोन अर एडब्ल्युएस रिसोर्स नेम भनेर। त्यो मलाई यो सर्भरलाई मात्र यो एलाउ अर डिनाइ गर्नु छ भने यु क्यान डु इट। होइन मलाई सबै सर्भरलाई एलाउ अर डिनाइ गर्नु छ, यु क्यान डु इट बेस्ड अन रिसोर्स है। मलाई सबै रिसोर्स दिनु छ भने मैले के राख्थेँ होला यहाँ रिसोर्स भन्ने यो यसको कीको भ्यालु के राख्थेँ होला। मलाई सबै सर्भरहरूलाई एक्सेस के अलाउ गर्नु छ डिनाइ गर्नु छ भने यो रिसोर्स भन्ने जुन छ नि यहाँ यसमा के राख्थ्यो होला। अहिले त यहाँ एउटा कुनै हजुर 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 सो वाइल्ड कार्ड भन्ने थाहा छ जुन हामीले त्यो डाटाबेसहरू गर्दाखेरि स्टार लेख्छौँ नि सेलेक्ट अल भन्ने होला होइन हो, त्यस्तो यहाँ राखिदिन्छौँ। त्यसो भनेको मेरो सबै EC2 अर मेरो सबै सर्भरमा केही एक्सनहरू अलाउ गर डिनाइ गर भनेर त्यो हालिदिन्छु। होइन मलाई एउटा मात्र सर्भरमा चाहियो भने के गर्छु, त्यो सर्भरको एउटा आइडी होला अरू केही होला त्यसलाई यहाँ गएर हालिदिन्छौँ अनि त्यसलाई मात्रै एफेक्ट गर्छ त्यो पोलिसीले। यसरी यो के गरेको भने ग्रानुलर म्यानेजमेन्ट अफ पर्मिसन्स एउटा सानो कुराहरू अब म्यानेज गर्न सक्नुहुन्छ। र लास्टली कन्डिसन भनेको त यो एफेक्ट अर डिनाइ म्याच गर्नलाई यो कन्डिसनले भन्छ भने म्याच हुन्छ, भन्दैन भने म्याच हुँदैन भन्नेलाई यो कन्डिसन हाल्दै है। सो यो स्ट्रक्चर हो। हामी भोलि पर्सि एक दुईवटा एक्स्ट्रा कुराहरू पनि हेर्छौँ, कसरी के बनाउने, कुन टुल्स युज गर्न मिल्छ यस्तो पोलिसीहरू बनाउन ल्याब पनि गरेर हेर्छौँ है। अझ बढी क्लियर हुन्छ है त्यतिखेर चाहिँ। बट अहिलेलाई के क्वेसन छ? छैन है। मेरो आवाज आइरहेछ है अहिले क्लियर? हेलो हजुर आइरहेछ है। ओके सो मैले क्यामेरा बन्द गरेको चाहिँ एउटा फाइदा त्यही रहेछ है। सो प्रशान्तजीले के सोध्नु भएको छ? स्टार भन्नुभयो, स्टारै हो है। सो मैले अघि यहाँ यो हाम्रो डकुमेन्ट हेर्दै थिएँ, मैले त्यो च्याट चाहिँ हेर्न भ्याएको थिइनँ। सो त्यही स्टारै भन्न खोजेको अल्लाई है। ल सो यहाँ हेर्नु अब यसले के गरिरहेछ त एनीवन? यसले हामीले के गर्न दिइरहेछ? डाइनामो डिबी र S3 मा चाहिँ सबै कुरा अलाउ गरिरहेछ अनि तलपट्टि चाहिँ डिनाइ गरिरहेछ। के नट रिसोर्सले के भनेर होला यहाँ पढ्नु न। ए नट रिसोर्समा भएको बाहेक सबै डिनाइ हुने भयो हो। अनि अब यो लेख्न जरुरी थियो होला त डिनाइ भनेर? कि हामीले नलेखे पनि यो भन्दा बाहेकको त यसै अलाउ हुन्थेन नि, होइन र? हो कि होइन? मैले यतिमा रिसोर्समा अलाउ गरिरहेको छु भने योभन्दा बढीको रिसोर्सलाई अब यो नलेखे भने पनि अलाउ आफै हुन्थेन के। त्यो चाहिँ कसरी हुन्थेन त? इम्प्लिसिट डिनाइबाट हो। यो चाहिँ जस्ट तपाईँहरूले कस्तो एलाउ हुन्छ कस्तो डिनाइ हुन्छ भनेर देखाउनलाई मात्र स्याम्पल हो है। हरेकमा यसरी लेखिरहनु पर्दैन मैले भन्न खोजेको कि सेयर गरेर है। सो यस्तो कुराहरू चाहिँ यहाँ लेखिरहनु पर्ने, जस्ट अहिले डिनाइ पनि यसरी दिन मिल्छ, इफेक्टहरू दिन मिल्छ भनेर देखाएको मात्र हो है। यो ब्लकलाई यो डिलिट हेर्नु छुट्टै ब्लक छ नि, डिलिट गर्दैन केही फरक पर्दैन, यसले यति मात्रै अलाउ नै गरिरहेको हुन्छ है। यो क्लियर भयो के भन्न खोजेको यसले? होइन अर्को के होला त अब यसमा पनि हेर्नु न, यो युजरलाई के चलाउनु दे भनेको छ यसले हेर्नु त। आइएम को
यो लगइन भन्ने प्रोफाइल गर्न दे, एक्सेस कीहरु बनाउन दे, एसएसएचहरु गर्न दे भन्ने कुरा होला रे आइएम को हैन सर्भिसेसहरु। त्यो कसलाई दिने छ त? यो पर्टिकुलर युजरलाई मात्र दिन्छ है। अरु युजरले यो कुराहरु चलाउन नपाउला। हो यस्तो कुरा के भयो त अब यो युजरलाई एप्लाई हुने भयो। बुझ्नुभयो? दिस जस्ट एउटा टाइप अफ त्यो देखाएको है। आइडेन्टिटी अर हाम्रो यो पोलिसी देखाएको भनौं न। र लास्टली त्यो अघिको रोलको कुरा गरिरहेको थिएँ नि, रोलमा पनि पोलिसी अट्याच गर्नुपर्छ, युजरमा पनि गर्नुपर्छ, ग्रुपमा पनि गर्नुपर्छ, यो क्लियर गर्नु है। विदाउट पोलिसी युजर रोल ग्रुप आर एम्प्टी, खाली सेलहरु मात्रै हो, अरु केही हैन। त्यसलाई चलाउनलाई दिमाग दिने भनेको पोलिसीले दिन्छ। यो कुरा चाहिँ क्लियर गर्नु है। सो प्रशान्तजीले रिसोर्सले S3 भित्रमा टेबल त्यस्तो एक्सेस मात्र त्यही हो। त्यहाँ जुन रिसोर्स भनेको त्यसको भित्रको जाने अरु त्यो पर्टिकुलर टेबललाई मात्र एक्सेस दिन खोजे है प्रशान्तजी। सो मैले यहाँ च्याट अलि ढिलो गरे हेर्नलाई है ल। सो यसले के गरिरहेछ त हेर्नु त। सो अकाउन्ट ए ले के भनिरहेछ यो पढेर एकचोटि भन्नु न मलाई कसैले। एनीवन? यो पोलिसी एकचोटि हेर्नु हैन नि यसले के भनिरहेछ। के रे हजुर हजुर क्रस युजरलाई S3 बकेटमा एक्सेस दिएको भयो अनि दिस पर्टिकुलर रिसोर्समा चाहिँ एक्सन चाहिँ अलाउल गरेको भयो। हो अरूहरूले पनि के भन्न खोज्नु भएको थियो एकचोटि सेयर गर्नु न के बुझ्नु भएको छ भनेर। के रे S3 को पार्टिकुलर एउटा बकेट छ जसमा चाहिँ अकाउन्ट बी लाई चाहिँ हैन S3 को सबै पर्मिसन दिने भयो। हो भनेको त्यो बकेटमा भित्रको फाइलहरुलाई कपी गर्नु पर्यो, डिलिट गर्नु पर्यो, हाल्नु पर्यो, सबै दियो तर यो बकेटलाई मात्र हैन। अब यहाँ हेर्नु है तर कुन कसले थाहा हुन्छ त कसले युज गर्न पाउँछ भनेर। यो अकाउन्ट बी को आइडी छ नि यहाँ त। हो अब के गर्न पायो त अकाउन्ट बी ले यो युज गरेर अकाउन्ट ए मा भएको यो बकेटमा कामहरु गर्न पायो। यसरी क्रस अकाउन्ट पनि बनाउन सक्नुहुन्छ भन्न खोजेको है। ल अब एक्टिभिटी आउँछ सर्टेन है। आज ब्रिफली एक दुईवटा एक्टिभिटी गर्छौं अनि आजको सेसन यही एन्ड गर्छौं है। ल ओहो एन्सर त देखिसक्नु भयो जस्तो छ। पक्नु है म यसलाई फुल स्क्रिन गर्छु। सो मेरो स्क्रिन शेयर भइराछ देखिरहनु भएको छ सबै फुल स्क्रिन गर्दा? हजुर शेयर भइराछ। शेयर भइराछ है। ल छैन? हामी त पावर पोइन्टमै छौं, पावर पोइन्टको स्लाइड्समै छौं। हो र? पक्नु है अहिले कहाँ कुन नम्बरमा छ हामी के देखिरहनु भएको छ? ल स्लाइड नम्बर 42 42 मै हुनुहुन्छ? अरूहरुले देखिरहनु भएको छ? म 40 मा छु कि अहिले स्लाइड चाहिँ। पक्नु है म के गर्छु भने 42 देखिरहेछ। सबैजना 42 नै देख्नु भएको छ एकछिन है। हजुर 42 देखिरहेछ। सो म एकचोटि फेरि गर्छु है शेयर। सो अब चाहिँ हेर्नु न अब आई थिंक सबैले 40 देखिरहनु भयो होला। या 40 आयो नि है। चेन्ज भयो 41 मा? भयो भयो है ल। सो अब एक्टिभिटी आउँछ है सानो एक्टिभिटी गर्छौं ल। अघिकोमा त्यो फुल स्क्रिन नभएको हुनाले सबै एन्सर देखिरहेको थियो कि हैन। सो यो अहिले पोलिसी पढ्नु न है। यो पोलिसी हेर्नु नि एउटा क्वेशन सोधिरहेछ। सबै रिसोर्स नै एक्सेस ग्रान्ट भयो हैन र गेट र लिस्ट गर्ने। तर कुन सर्भिसमा त? सर्भिस त मेन्सन छैन। सर्भिस मेन्सन छैन र? सर्भिस मेन्सन छ त? रिसोर्स यहाँ सबै छ। वाइल्ड कार्ड आइएम सर्भिस होला। आइएम सर्भिस है। सो आइएम भनेको एउटा सर्भिस हो नि त AWS को मैले अघि नै भनेको थिएँ नि। सो आइएम सर्भिसले दिइराछ भन्न खोजेको के है। है ल अब यसले भनेको क्वेशन भन्नु त। नो बिकज राइट एक्सेस त छैन। हो एक्ज्याक्टली है। राइट को त दिएकै छैनौं नि त हामीले हैन। ल अब यो थर्ड को त अब
के होला त अब एक्ज्याक्टली सर्भिसको स्पेसिफिक एक्सन थाहा नभए पनि गेस गर्नु न के हुन सक्छ त लिस्ट अफ युजर्स आफ्नो बारे आई डोन्ट नो सो त्यो एउटा हुन सक्छ लिस्ट युजर गेट अब्जेक्ट गेट बकेट यो सबै के भयो त यसको भित्र पर्यो नि अब यो एक्सन भित्र परेन सो कसरी पर्यो त हजुर इन दैट यो केस जस्तै हजुर हजुर भन्नु जस्तै S3 मा हामीसँग हाम्रो स्टोरेजमा भएको सबै whatever फाइल्स वे त्यो पनि एक्सेस गर्न मिल्यो हैन त त्यसो भए मिल्यो मिल्यो एज लङ एज यो गेट पछि त्यसको त्यो पर्मिसनमा म्याच हुन्छ सो गेट पछिको यो गेट अब्जेक्ट भन्यो भने बकेट भित्र भएको के अरे अब्जेक्टहरूलाई लिन पायो नि त अब हो तर त्यसको लागि गेट पछि आउने कुराहरू चाहिँ म्याच हुन्छ हुनु पर्यो है लिस्ट पछि मेबी त्यो बकेटहरूको लिस्ट हेर्न मन लाग्यो अरे मलाई होइन त्यो हेर्नु पर्यो भने मतलब लिस्ट बकेट भन्ने एउटा कुनै पोलिसी हुन्छ भने पर्मिसन एक्सन हुन्छ भने लिस्ट पछिको स्टारले के गर्यो त अगाडि लिस्ट हुनै पर्यो पछाडि जे पनि हुन पायो भन्न खोजेको अहिले यति बुझ्नु न है यो क्लियर भयो नि गेट पछि जे पनि हुन युजर सक्छ पनि हेर्न पायो है यस गेट युजर गरेर लिस्ट युजर सबै गर्न पाउनुहुन्छ गेट पोलिसी गर्न पाउनुहुन्छ त्यस्तोहरू सबै पाउनुहुन्छ है किनभने गेट त अगाडि दिएछ त्यसको पछाडि जे पनि होस् अब कस्तो एक्सन हुन्छ के हुन्छ बिस्तारै हामी सर्टेन एक्सनहरुमा चाहिँ फोकस गर्छौं है कुन एक्सनले के काम गर्छ अब भनेर तपाईले त्यो गेट बकेटको कुरा गर्नु भएको थियो नि त्यसको एकचोटि फेरि भन्दै सो अहिले त बकेट जस्तै छैन यसमा हाम्रो चाहिँ यहाँ यो आइएम हो आइएमको कुरा भइरहेछ नि त हैन मैले जस्ट एक्जाम्पल दिएको है सो S3 को पनि गेट हुन्छ नि त है सो S3 को पनि गेट हुन्छ यसमा चाहिँ गेट युजर्सहरु गर्ला रे के अर लिस्ट पोलिसीजहरु गर्ला रे आइएम को पाउनु हुनुभयो गेटको जे छ है जस्ट म अघि चाहिँ इक्जाम्पल भन्नलाई भने थिएँ है सो S3 को इक्जाम्पल लिएको थियो जस्ट यहाँ चाहिँ आइएम को छ सो त्यही भएर गेट ग्रुप गेट पोलिसी गेट रोल भन्ने जुन छ नि यो सबै गेट भित्र परेर आइएम को सो आइएम को यो पर्मिसनहरु यसलाई पायो युज गर्नलाई है यति भन्न खोजेको लबाट एउटा अझ गरम है यो पोलिसी एकचोटि हेर्नु न आई थिंक यसमा धेरैजना झुकिने चान्स छ है अब सो S2 मा हाम्रो सर्भरहरु हुन्छ हामीले स्टप गर्न मिल्यो रिस्टार्ट गर्न मिल्यो टर्मिनेट गर्न मिल्यो हाम्रो EC2 सर्भर्सहरुलाई सो एज पर द फर्स्ट स्टेटमेन्ट EC2 को सबै आई थिंक रिसोर्सेस व्हाटएभर वी हैव त्यो चाहिँ टर्मिनेट गर्ने अलाउ गर्ने भयो बट यदि आईपी एड्रेस चाहिँ स्पेसिफिक टु दैट इज स्पेसिफाइड त्यो छ भने चाहिँ टर्मिनेट गर्न अलाउ नगर्ने भयो ओके सो पहिलाको क्वेशन पढ्नु न है So does the policy allow the user to terminate any EC2 instance at any time without condition? No. No, किनभने यहाँ कन्डिसन देखिरहेको छैन हो र Yeah. So कन्डिसन त आइसक्यो नि हैन नो अलाउ त गर्छ सर्टेन एक्सन बट कन्डिसन चाहिँ त्यहाँ आउँछ नै आउँछ है यो क्लियर भयो किन कन्डिसन लेखेकै छ त नि हैन सो कन्डिसन त दिइसक्यो नि ल ल अब सेकेन्ड भन Yes, I think that. Oh, maybe. No. So यो IP address भनेको चाहिँ हाम्रो कहाँबाट चाहिँ कहाँबाट एक्जिक्युट गर्न खोजिरहेछ खोजिरहेछ ए ओके सो इन दैट केस एक्सेप्ट दोज टु अलाउ हुने भयो बट नट फ्रम एनीवेयर हो सो त्यो स्पेसिफिकबाटै आउनु पर्यो है अब इफ यु वान्ट टु हैन टर्मिनेट नत्र पाउँदैन नि यसले त्यही भन्न खोजेको है अब यो कन्डिसन भित्र नट आइपी एड्रेस होला अनि स्ट्रिङ इक्वल टु स्ट्रिङ नट इक्वल्स टु भन्ने हुन्छ यो चाहिँ म के भनेर रेकमेन्ड गर्छु भने आफू एक्चुअली पढ्नु है AWS आइएम कन्डिसन पोलिसी कन्डिसन भनेर गुगल सर्च गर्नु डक आउँछ डक भित्र यस्तो कन्डिसनहरु पढ्नु के बिकज देयर आर लट्स एन्ड लट्स अफ कन्डिसन के ब्रिफली आफैले हेर्नु के बुलियनहरु कन्डिसन होला टाइम होला हैन यो आइपीहरु होला यो कुराहरु चाहिँ म के भन्छु भने घरमा हेर्नु है ब्रिफली 2-3 वटा 3-4 कन्डिसनहरु त हामी हेर्छौं बट देयर आर लट्स एन्ड लट्स अफ कन्डिसनल अपरेटर्सहरु है अब त्यो तपाईहरुलाई म टास्क दिइराछु हेर्नलाई है क्लियर हो मैले के भन्न खोजेको तपाईहरुको होमवर्क भनौं हैन सो घरमा हेर्ने काम हुन्छ है कन्डिसन्सहरु चाहिँ सबै ब्रिफली हेर्नु के डकुमेन्टेसन राम्रो डकुमेन्टेसन छ मज्जाले बुझिन्छ है ल अब एउटा लास्ट हेरौं न अड्किरहेछ स्क्रिन स्क्रिन अड्क्यो देखिएन
थर्ड नम्बर क्वेसन सेकेन्ड क्वेसन नै छ सेकेन्ड नम्बर नै छ हजुर पक्नु है थर्ड मेरोमा चाहिँ थर्डै देखाइरहेको थियो सो पक्नु है सो चेन्ज भइरहेछ अहिले अहिले त स्योरै छैन सेड भएन ए ओके सो पक्नु है सो के भएको हो यो यस्तो चाहिँ नहुनु पर्ने लेट मी फेरि सेयर गर्न दिनु त होइन हाम्रो अफिसको इन्टरनेट पनि स्लो छ खासमा ए ओके ओके सो अब आयो होला नि मेरोमा चाहिँ आयो आइरहेछ अरूहरुकोमा आउनु त आयो तर सेकेन्ड क्वेसन नै आयो सेकेन्ड क्वेसन छ अब थर्डमा आयो क्वेसन देख्नुभयो थर्ड आएको छैन थर्ड आएको सेकेन्ड नै छैन छ अहँ अब आयो खै आइरहेछ कसैकोमा आइरहेछ कसैकोमा आइरहेको छैन सो जसकोमा अब के अब यसलाई चाहिँ कसरी सल्भ गर्ने है सो म एकचोटि के गर्छु भने पक्नु है क्वेसन म यहाँ फेरि सबैलाई पोलिसी याद छैन होला होइन कि याद छ सबैलाई पोलिसी के भन्न खोजेको याद छ पोलिसीले हामीलाई याद छ हामीले यो पोलिसीमा के हेरेको थियौँ भन्ने कुरा भर्खर मैले क्वेसन हाल्थेँ कि नत्र भयो नत्र जसले देखिरहनु भएको छ उहाँहरूले भन्नु न अहिले बरु होइन यो थर्डको एन्सर थर्डको एन्सर यसले पाउँछ कसरी पाउँछ त किनकि त्यो आइपी भित्र पर्दैन 192.0 ए होइन पाउँदैन 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 र अरूहरूले भन्नु त पाउँदैन नि होला होइन र 192.0 ल हेर म त पाउँछ कसले भन्न सक्नुहुन्छ किन पाउँछ भनेर त्यो आइपी चाहिँ त्यो रेन्ज भित्र पर्यो हैन पर्यो है कसरी पर्यो भन्नुहुन्छ भने यो जुन हाम्रो यो जुन छ नि अगाडिको ब्लक 192.0.2 हैन यो फिक्स रहन्छ पछाडीको चेन्ज गर्न मिल्छ सो पछाडीको 255 सम्म चेन्ज गर्न मिल्छ भनेपछि 0 to 255 सम्म यसले सोर्सलाई एक्सेप्ट गर्छ यो कति छ लास्टमा 43 सो 255 भित्र पर्यो Yep. सो यस है सो त्यही भन्न खोजेको अब एकचोटि यो भनेको फेरि साइडर clear गरौँ न। है सो यो हाम्रो जुन हेरेर छ नि यो भनेको साइडर ब्लक भन्छ यसलाई है सो भोलि पर्सि अब पछिको टपिकमा आउने कुरा बट अहिले ब्रिफली भनिदिइहाल्छु दिस इज अ साइडर ब्लक यो 192 भनेको 8 बिट हुन्छ अर्को 0 भनेको 8 बिट हुन्छ यो 2 8 बिट हुन्छ यो अर्को 0 8 बिट हुन्छ टोटल कति बिट भयो IPv4 कति बिटको हुन्छ 255 256 अनि 32 बिटको आइपी एड्रेस हुन्छ है हाम्रो यो IPv4 चाहिँ है सो 24 भनेपछि कहाँसम्म आएर अड्क्यो अब 24 भने थर्डमा आएर अड्क्यो थर्डमा आएर भनेको यो फिक्स्ड हुन्छ अब सो तपाईको नेटवर्क यो 192.0.2 को हुने भयो यो फिक्स भयो अब यो पछाडीको 0 छ नि यो 0 लाई चाहिँ 2 को पावर 8 गर्नु त कति आउँदो रहेछ अहिले ब्रिफली क्याल्कुलेट गरिहाल्नु त 2 को पावर 8 256 आउँछ हैन 256 आउँछ 0 to 255 भनेको के भयो त 256 वटा आइपी एड्रेस आयो सो स्टार्टबाट के हुन्छ त 192.0.2.0 बाट त्यसपछि यो 01 हुन्छ त्यसपछि 2 हुन्छ त्यसपछि 3 हुन्छ त्यसरी गर्दा गर्दा 255 सम्म पर्ने भयो भनेको यति वटा कुराहरुलाई चाहिँ एक्सेप्ट गर एज अ सोर्स आइपी त्यो भित्र यो 192.0.2.243 पर्छ यसको भित्र पर्छ यो दुईटा बीच यो भित्र पर्छ यो भित्र पर्छ कि पर्दैन यो 243 भित्रै पर्ने भयो नि हैन हो पर्यो परेपछि के गर्यो त अलाउ गर्यो त्यही त नट आइपी एड्रेस भनिरहेछ हैन नि नट आइपी एड्रेस यो सोर्स आइपी एड्रेस भएन भने चाहिँ डिनाइ गर नत्र भए टर्मिनेट गर्न अलाउ गर भन्न खोजेको है यसले चाहिँ यो भित्र पर्यो त 255 सम्म हुन्छ भने अनि यो 255 भन्दा अगाडि आएन र 243 अगाडि आयो त्यही त 192 यो रेन्जमा पर्यो त पर्यो अनि त्यही भएर त पर्यो भने त अलाउ गर्यो नि त हैन र त्यही भएर त यस भनिरहेछ तर यहाँ नट आइपी एड्रेस लेखिरहेछ हैन हैन यो कन्डिसनले चाहिँ के भन्न खोजेको यो भित्र जुन कुरा दिएछ नि त्यो आइपी भएन भने चाहिँ डिनाइ गर भन्न खोजेको है ए त्यस्तो हो उल्टा बुझ्यो ओ यस्तो आउँछ है अब ट्रिक नट आइपी एड्रेस भन्ने एउटा ट्रिक के छ अर्को के भन्छ स्ट्रिङ नट इक्वल भन्ने यस्तो कन्डिसन छ सो त्यही भएर
ब्रिफली घरमा गएर AWS को IAM पोलिसी कन्डिसन भनेर गुगल गर्नु, एउटा डकुमेन्टेसन आउँछ, त्यहाँ भयभरको डिफ्रेन्ट कन्डिसनल यो अपरेटर्सहरूदेखि लिएर कस्तो कन्डिसन हुन्छ हेर्नु है। यो यसमा 2-3 वटा चाहिँ हामी यही डिस्कस गर्छौँ, सर यो गऱ्यौँ होइन, सोर्स आइपी गऱ्यौँ, हाम्रो यस्तो कुराहरू चाहिँ गऱ्यौँ, बट सबै कुरा चाहिँ गर्न भ्याउँदैनौँ कि, सो सर्टेन कुराहरू चाहिँ तपाईँहरूले हेर्नुपर्छ है। यो क्लियर भयो के भन्न खोजेको Yes. है? सो यति भयो है। सो आजलाई हामी यतिकै गरौँ न है। सो अहिलेसम्मलाई कसैलाई केही क्वेसन? सो आज अहिलेसम्मलाई के क्वेसन छ भने भन्नु न, सोध्नु न है। सो यहाँ प्रशान्तजीले यो यतिको रेन्जमा 243 होइन, 0 देखि 255 पर्ने भने त 243 भित्र परिहाल्यो नि, परेन र? हो, सो त्यो भएर चाहिँ पर्छ है। सो मैले अघि भर्खर भने जस्तै। ओके, सो आजको लागि चाहिँ हामीले यति गऱ्यौँ है। सो लेट्स, अब के क्वेसन छैन भने चाहिँ हामी एटेन्डेन्सतिर लागौँ न है अब। हुन्छ है, सो एटेन्डेन्सतिर जाऊँ है त। सो शिव त्रिपाठीजी। यस सर। यस है। सो अब स्कुलमा पढे जस्तो आउँछ है फिलिङ अब। सो सौरभ अधिकारीजी। सौरभजी हुनुहुन्न कि क्या हो? ओके, सो नितेश भट्टराईजी। नितेशजी हुनुहुन्न जस्तो छ। राजेशजी, राजेश गुरुङ। म अर्कोबाट बसेछु सर, जीवेन्द्रकोबाट। राजेशजी तपाईँ अर्कोसँग बस अरूको एकाउन्टबाट बसिरहनु भएको छ? हजुर ए ओके, सँगै हो, ए हुन्छ। ए हजुर हजुर। सो श्रमिक सङ्गतजी, श्रमिकजी हुनुहुन्छ अनलाइन? यस हजुर। एन्जलजी। छु दाइ। हजुर। सो सोफिया Yes, sir. हजुर। सो जीवेन्द्रजी चाहिँ भनिसक्नु भयो है। ओके, सो गगनजी। प्रेजेन्ट सर। ओके, सो आदर्शजी। प्रेजेन्ट। सन्तोषजी। हजुर। ओके, विप्लवजी। हजुर हाजिर छु। हजुर। सुरजजी। सीमाजी। Yes, sir. ज्योत्सनाजी। Present. वृक्ष ढुङ्गानाजी। Yes, sir. जतिनजी। यस। हेलो रोजन। हजुर। नाम जिम्मेवार। मैले हजुर हजुर भन्नु। रोजन, म सुरज पनि एन्जलकैबाट छु है, प्रेजेन्ट छु है। मैले प्रेजेन्ट गरिसकेँ। ए हस्। सो चन्द्रजीकोमा थिएँ, प्रेजेन्ट हुनुहुन्छ है चन्द्रजी? प्रेजेन्ट सर। सुदीप भुषालजी। प्रेजेन्ट है। सुभाष अधिकारीजी। सो सुभाषजी हुनुहुन्न जस्तो छ। प्रशान्तजी। प्रेजेन्ट सर। सलोनी श्रेष्ठ। Present. सुमनजी। सुमन। प्रेजेन्ट सर। आनन्द ठाकुर। प्रेजेन्ट दाइ। नितेश पाण्डेजी। हजुर यही छु। रिभु थापाजी। हियर। ओके, सो समीर भुषालजी। सो समीरजी हुनुहुन्न जस्तो छ। ओके, सो चिरायुजी। ओके, बत्सलजी। चिराजी भइसक्यो है। बत्सलजी हुनुहुन्न है। सो ऋषभ ज्ञालीजी।
Okay, so Sanskriti ji, Present, sir. Sumit ji, छौँ यहाँ okay, uh, Dilisha Mulmi ji, I know the name. Present. Garima ji, Yes, sir. okay, so Susan ji, Susan Basnet, सुजनकोमा माइकमा प्रब्लम छ अरे प्रेजेन्ट छ ऊ okay, so Sudeepa ji, Present, sir. Anushka ji, Present, sir. Samir, प्रेजेन्ट सर समीर भूषाल Samir अधिकारी है समीर अधिकारी हुनुहुन्न क्या? हजुर माइक खुलेन दाइ प्रेजेन्ट नै छ समित नि okay. कुशल बोगटी जी, प्रेजेन्ट सुषमा अधिकारी जी, Present, sir. प्रिया मैनाली जी, श्रेया मिटिङमा छ प्रेजेन्ट हो okay, so कुसमा थापा जी, okay, कुसमा जी को छैन जस्तो छ अघिसम्म हुनुहुन्थ्यो खै ड्रप गर्नुभयो कि okay, so हरिप्रसाद जी, हरि दाइ र मसँगै छौँ okay, so हजुर वर्षा पाण्डे जी, वर्षा पाण्डे हुनुहुन्न जस्तो छ रोहित खत्री, अल्सो प्रेजेन्ट okay, पुष्कर काफ्ले जी, वर्षा जी पनि हुनुहुँदो रहेछ, पुष्कर जी, पुष्कर जी चाहिँ हुनुहुन्न जस्तो छ उसको अघिसम्म थियो अहिले एकछिन उता तल गएको छ ओके, सो कसैको छुट्या छ चाहिँ सौरभ अधिकारी जीको चाहिँ यहाँ रहेछ, म लेख्न चाहिँ राखिदिन्छु है। हजुर 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 नितेश भट्टराई वत्सल आचार्य पनि नितेश भट्टराई प्रेजेन्ट गरिदिए है त। अरू कसको भन्नुभएको थियो? वत्सल आचार्य ए प्रेजेन्ट। अरू कसैको छुट्या छ त? अब आई थिङ्क सबैको भयो है। सो ल, कसैको एटेन्डेन्स छुट्या छैन भने हामी आजको सेसन यही एन्ड गर्छौँ है। सो एकचोटि हेरेर आउनु र आज हामी सेसन चाहिँ यतै गर्छौँ। भोलि चाहिँ ल्याब हुन्छ है। यसको रेकर्डेड राखिदिनु न, व्यस्तताले गर्दा के अरे म चाहिँ हुन सकिनँ। ए रेकर्डिङ होइन, रेकर्डिङ भइरहेछ। सो यो अपलोड हुन्छ है, एक्सेस पाउनुहुन्छ है। हस्, थ्याङ्क यू। हस् हस्, थ्याङ्क यू एभ्रिवान, गुड बाई। थ्याङ्क यू, हेभ अ गुड डे। थ्याङ्क यू दाइ। Thank you.